गोपिनीहरूले जिते। त्यसपछि त अब जति पनि गोपिनीहरू छन्, गोपिनीहरू अझै पनि के हुन्छ भन्दा जीवात्मामा अझै पनि अहम हुन सक्छ क्या। ब्रह्म प्राप्ति गर्दैमा, परमात्माको दर्शन गर्दैमा उसमा पूर्णता आउँछ भन्ने छैन। परमात्मा स्वरूप जस्तै एउटा कुरो के हो त भन्दा आत्मा र परमात्मामा फेरि भन्दा त एउटै स्वरूप हो, तर परमात्मा पूर्ण हुन्छ, आत्मा अंश हुन्छ। ईश्वर अंश, जीव अविनाशी। ओके, ईश्वरको अंश हो, जीव हो, अविनाशी छ फेरि। जस्तै जल तत्त्वको कुरा गर्दा एक अंखरा समुद्रको जल ल्याउनु भयो भने त्यो एक अंखरा समुद्रको जल जो छ नि, त्यो जल त जलै कहाँको जल हो? समुद्रकै जल। तर त्यो समुद्रै हो के त भन्दा होइन, समुद्र त समुद्र पूर्ण छ। त्यस्ता अंखरा कति छन्, कति त्यसमा समाई। त्यस्तै गरी परब्रह्म परमात्मा भनेको सागर भयो भने हामी एक अंखरा हौँ क्या। त्यो जल त त्यही हो, जलमा त अभेद छ। त्यसका हामी सीमित छौँ, ब्रह्म पूर्ण छ, सनातन छ, व्यापक छ। त्यो व्यापक ब्रह्म र जीव, जुन जीव रूपी गोपिनीहरूको जो समायोजन, यहीमा राजको प्रारम्भ भयो हुन त। तर के भयो त भन्दा गोपिनीहरूले अब भगवानलाई, अब त भगवान हाम्रो बसमा हुनुभयो, अब त हामी भगवानलाई जे भन्यो त्यो मान्नुहुन्छ भन्ठाने गोपिनीहरूले। गोपिनीहरूका रूप फेरि विभिन्न प्रकारका छन्। कोही क्षत्रिय स्वभावका छन्, कोही ब्राह्मण स्वभावका छन्, कोही वैश्य स्वभावका छन्। वैश्यको स्वभाव हो जहाँ लाभ हुन्छ त्यही कर्म गर्ने। ब्राह्मणको स्वभाव हो निस्वार्थ भावले कर्म गर्ने। निस्वार्थी जति गोपिनी ब्राह्मण स्वभावका छन्। आजकल त सबै खिचडी भएर पो त। क्षत्रियको अर्थ हो हामीले कृष्णको संरक्षण गर्नुपर्छ भन्ने भावनाका पनि छन्। ल कृष्ण तिम्रो संरक्षण गर्छु, तर मेरो चुल्ठो बाटिदेऊ न भनेर एउटी गोपिनीले भने। अर्कीले भन्छ कृष्ण मेरो कानको कुण्डल ढिला भएको छ, ल मिलाइदेऊ। अर्कीले भन्छ कृष्ण मेरो पटुकी भुत्किएको छ, मिलाइदेऊ न। अर्कीले भन्छ कृष्ण मलाई गाजल लगाइदेऊ न। अर्कीले भन्छ मलाई कृष्ण लाली यानी लिपस्टिक लगाइदेऊ। हे कृष्ण मैले आज टीका राम्रोसँग लाएर आइ, किन टीका लगाइदेऊ। कृष्णको हातबाट यी चिजहरूको श्रृङ्गार गराउन गोपिनीहरू लागे। तर पूर्ण ब्रह्म सनातन ब्रह्म हो भन्ने भावको अलिकति त्यहाँ अझै एउटा गाँठो बाँकी रह्यो। जबसम्म तडपन हुँदैन परब्रह्म प्रति, जबसम्म भगवान प्रतिको जो उत्कण्ठा, भगवान प्रति भक्ति केलाई भनिन्छ, परमात्मासँग मिलन हुने जो इच्छा, उत्कण्ठा, आकांक्षा जो हुन्छ, त्यो अपेक्षा जो परब्रह्म परमात्माभन्दा अरू कुनै लक्ष्य उद्देश्य लिएकै हुँदैन, त्यस्तो प्रकारको जो भक्त भनेको विगत्य उद्गायति नृत्यते च मद्भक्तियुक्तो भुवनं पुनाति वाग्गद्गतं द्रवते यस्य चित्तं। वाग्गद्गत हुन्छ परमात्माको स्तुति गर्दा। आज बिहान हाम्रो बद्री गुरुले प्रार्थना गर्दाखेरि उहाँको वाग गदगद भयो क्या। त्यतिखेर हेर्नुहोस्, जब परमात्माप्रति एउटा कुरो के बुझ्नुहोस् भने जतिसुकै जोसुकै व्यक्ति तपाईँको नजिक आओस्, एउटा कुरो के भगवानको चर्चामा रुन जानु पर्यो। जबसम्म तडपनको उत्कण्ठा नभइकन त्यत्तिकै प्राप्त भएको वस्तुमा मान्छेले हेलत्व गर्छन्। त्यसकारण गोपिनीहरूमा त्यही गल्ती भयो। गोपिनीहरू सिद्ध थिए, तर एकैछिन किन उति भई कर्म वासना भनेर मैले पहिलो दिन जुन भनेको थिएँ नि 10 लक्षणभित्र, त्यो कर्म वासनाको अलिकति बाँकी रहेछ क्या गोपिनीहरूको। किनभने तपाईँहरूले हामीहरूले जति पनि खान्छौँ नि, खाएको सबै हिसाब हुन्छ। एक एक दिन बोलेको शब्दको हिसाब हुन्छ। हाम्रा जति पनि जीवनमा भएका हरेक कुरा लेख्नेवाला छन्। केही छन् त 14 जना साक्षी छन् अरे क्या हाम्रा 14 जना। 10 दिशाहरू, चन्द्रमा, सूर्य, भूमि, पृथ्वी, अन्तरिक्ष, आकाश, वायु, यी सबै साक्षी हुन्। मन स्वयं आफ्नो आत्मा पनि स्वयं पनि साक्षी हो। त्यो यी साक्षीहरूले सबले यी सबै हाम्रा रेकर्ड गरिरहेका छन् हरेक समयका कर्म। त्यसकारण परमात्माको साक्षात्कार त्यसलाई जसलाई कसलाई हुन्छ त भन्दा जसले परब्रह्म परमात्मालाई वास्तविक आफ्नो स्वरूप ठानेका छन्। त यस्ता प्रकारले जब गोपिनीहरूले भनेका थिए भगवान श्रीकृष्ण सुस्त सुस्त गोपिनीको बीचबाट हट्दै जान अन्तर्ध्यान भइदिनु भयो। विशिष्ट एउटी गोपिनीलाई लिएर जानुभयो। भागवतमा नाम छैन, तर ब्रह्मवैवर्त पुराणमा, अन्य पुराणहरूमा, गर्ग संहितामा पनि राजपञ्चाध्यायको वर्णनमा यो कुरा छ कि भगवान श्रीकृष्णसँग राधिका स्वयं जानुभएको थियो भन्ने कुरो। राधा नाम आहल्लादिनी शक्ति स्वयं भगवान कृष्णलाई परिचय गराउनको लागि यदि केही छ भने अग्नि स्वरूप श्रीकृष्ण हुनु भने त्यसको ताप भनेको राधा हो। वायुको जो छ, वायुमा शीतलता जो हुन्छ, शीतलता राधा हो। वायु चाहिँ श्रीकृष्ण हुनुहुन्छ।
तपाईको केश छ, केशमा जो कालोपन, कालो चाहिँ जुन छ त्यो राधाको तत्त्व हो। जुन वस्तुमा यो पुस्तक छ, पुस्तकको अक्षरमा जो शक्ति छ, त्यो सामर्थ्य जो हो त्यो राधा हो। जलको शीतलता जो हो त्यो राधा तत्त्व हो। सूर्यको जो संसारलाई पालन पोषण गर्ने जो सामर्थ्य छ, सूर्यको रूप श्री कृष्ण हो भने त्यसको सामर्थ्य जो हो त्यो राधा हो। त्यसकारण राधा र कृष्णमा, राधा कृष्ण स्वरूपमयी कृष्णम राधा स्वरूपिणौ कलात्मा निकुञ्जस्थ गुरुरूपमहं भजे। एउटै रूप हो, भेद दृष्टिले नहेर्नु होला। राधा राधा नाम तत्त्वबाट श्री कृष्णले राधा नाम जप्नुहुन्छ। कलि सन्तरणोपनिषद, राधोपनिषद र श्री कृष्णोपनिषद भन्ने दुईटा पुस्तक छन् वृन्दावनमा पाइन्थे। यहाँ मैले मेरो एक बाक्सा पुस्तकहरू चाहिँ नि धमिराले खायो दमौली आइसकेपछि। त्यतिखेर मैले त्यो पुस्तक ल्याएको थिएँ, ती पुस्तक त्यसरी नष्ट भयो। तर पछि गएर वृन्दावनमा खोजेँ, पाइनँ फेरि। अहिले वृन्दावन अझ अर्कै भएछ, हामी बस्दा जस्तो अहिले रहेनछ। यशोदा पुस्तकालयबाट प्रकाशित भएको थियो, त्यो चाहिँ अहिले पाइएन। त त्यसो भएको हुनाले अहिले फेरि कता कता राजेन्द्र दासजीले कहिले कहिले चर्चा गर्नुहुन्छ यस बारेमा। त सायद अहिले पाइन्छ कि श्री कृष्णोपनिषद, राधोपनिषद, यी दुईटा उपनिषद छन् जो राधा तत्त्व र कृष्ण तत्त्व। कृष्णले जहिले पनि राधा नाम जप्नुहुन्छ, राधाले कृष्ण नाम जप्नुहुन्छ। त जय श्री कृष्ण त राधा कृष्ण नै हुनुहुन्छ। फेरि जय भनेको अर्थ भन्नु परेन फेरि आज है, हिजो भनिसकेको छु। बा हिजो सुन्नुभएको छ नि, सम्झिनु भएको छ, याद छ? जय श्री कृष्णको अर्थ याद छ नि है, हिजो मैले भनेको थिएँ है। त जय श्री कृष्ण भनेको नि पूर्ण भागवत हो क्या। राधा भनेको नि कृष्ण तत्त्व हो, त्यो फेरै छैन। श्री तत्त्व भनेको नि राधा तत्त्व। जय श्री कृष्णभित्र राधा कृष्ण सबै, जय भने सारा षड्शास्त्र आयो। त्यसपछि जय श्री कृष्णभित्र सम्पूर्ण वेद वेदान्त सबै समाहित भयो। त्यस कारणले हाम्रा अन्तस्करणबाट दुईटा नाल निस्किन्छन् अरे क्या, दुईटा मूलाधार चक्रबाट दुईटा छन् अरे यहाँबाट। यो दुईटा नालमा एउटा नाललाई के भन्नुहोस् भन्दा त जय श्री कृष्ण जप भनेर छोडिदिनुहोस्। सपना होस्, दिउँसो होस्, जतिखेर पनि जय श्री कृष्ण, जय श्री कृष्ण, जय श्री कृष्ण, जय श्री कृष्ण। त्यो स्वर्णमय बनिएको छ, त्यो नाम जपका कारणले स्वर्णमय छ। अर्को छ हाम्रो संसारिक भौतिक, त्यो लौह यानि फलमबाट बनिएको छ। त्यसले लौकिक काम, लौकिक कर्म गर्ने दुवै रूप हुन्छ जीवात्मा। बाहिर देख्दा वास्तविक बोध हुँदैन, मान्छेलाई देख्दैमा तपाईँले चिन्न सक्नुहुन्न। अन्तस्करणले बोल्छ। त्यसै कारणले अन्तस्करणलाई पहिचान गर्न सक्ने सामर्थ्य हामीमा हुँदैन। परब्रह्म परमात्माले सबैलाई हेरिराख्नु भएको छ। त यो परीक्षामा अब एउटी एक गोपिका यानि एक गोपी प्रमुख गोपिकालाई लिएर जानुभयो भगवान, यानि राधालाई भने मैले अहिले सुनिसक्नु भएको छ। अब गोपिनीहरू चाहिँ के भयो त भन्दा कृष्ण खै भन्दा त्यहीँ हुनुहुन्छ, अर्कीले भने यहीँ हुनुहुन्छ, अर्कीले भने यहीँ हुनुहुन्छ, अर्कीले भने यहीँ हुनुहुन्छ, यहीँ हुनुहुन्छ भन्दा भन्दै हुनुहुन्न कृष्ण खै। गोविन्द कहाँ जानुभयो? हे कृष्ण कहाँ जानुभयो? खै कृष्ण खै भन्दा एउटाले अर्कोलाई अर्का कृष्ण हुनुहुन्न भनेपछि हे कृष्ण यो अर्धरात्रिमा तपाईँले हामीलाई कहाँ छोडेर जानुभयो? 6 महिनाको षाण्मासिक अवधि रात्रि, 6 महिनाको अवधिको रात्रि बोलाउनु भएको छ भगवान त्यहाँ त। तर अब गोपिनीहरू विरहमा जल्न थाले। ठाउँ ठाउँमा हे लता, लताहरूसँग सोध्छन्, हे लता तिम्रा यी पातहरू कृष्णको आँखी भू जस्तै छ, भन न कृष्ण कहाँ हुनुहुन्छ? क्वचित तुलसी कल्याणी गोविन्द चरण प्रिय, हे तुलसी भन न कृष्ण कहाँ? तिमी बिना त भगवानले भोजन पनि गर्नुहुन्न, तिमी त गोविन्द भगवानको चरणारविन्दकी प्रियसी हौ, भन न कृष्ण कहाँ हुनुहुन्छ? भन्दा अर्की गोपिनी भन्छ यो हाम्री सौता हो, किन जुन चरणारविन्द कृष्णको लागि हामी लालायित छौँ त्यसैका लागि सधैँ लालायित रहन्छ, त्यस कारणले यसले हामीलाई भन्दिन भनेर भने। अर्कीले भन्छ हे मौरी हो, हे भमरा हो, हे चन्द्रमा, हे दिक्बाल हो, हे वायु देवता, हाम्रा कृष्ण कहाँ हुनुहुन्छ भन्देऊ। गोकुल खोजे मथुरा खोजे, खोजे वृन्दावन, सारा संसार खोजी सके कृष्ण कहाँ छन्? गोकुल खोजे मथुरा खोजे, खोजे वृन्दावन, सारा संसार खोजी सके कृष्ण कहाँ छन्? गोकुल खोजे मथुरा खोजे, खोजे वृन्दावन, सारा संसार खोजी सके कृष्ण कहाँ छन्? गोकुल खोजे मथुरा खोजे, खोजे वृंदावन, सारा संसार खोजी सके कृष्ण कहाँ छन्?
संसार खोजिसके कृष्ण कहाँ छन्। गोकुल खोजे मथुरा खोजे खोजे वृन्दावन सारा संसार खोजिसके कृष्ण कहाँ छन्। गोकुल खोजे मथुरा खोजे खोजे वृन्दावन सारा संसार खोजिसके कृष्ण कहाँ छन्। गोकुल खोजे मथुरा खोजे खोजे वृन्दावन सारा संसार खोजिसके कृष्ण कहाँ छन्। गोकुल खोजे मथुरा खोजे खोजे वृन्दावन सारा संसार खोजिसके कृष्ण कहाँ छन्। गोकुल खोजे मथुरा खोजे खोजे वृन्दावन सारा संसार खोजिसके कृष्ण कहाँ छन्। हो सारा संसार खोजिसके कृष्ण कहाँ छन्। हे सारा संसार खोजिसके कृष्ण कहाँ छन्। त्यसपछि यहाँ दुईटा भावको प्रदर्शन गरिएको छ। कृष्णको दर्शन गराउने उद्देश्य मेरो हो। राधा रानीले भन्नुहुन्छ राधे राधे भनन् त सबैले एकपटक। त्यही भएर त वृन्दावनमा साधुहरूले राधे राधे श्याम मिलादे राधे राधे श्याम मिलादे भन्छन्। श्यामसँग दर्शन गराउने राधा नाम। हे राधे विश्वानुभूपतनै हे पूर्णचन्द्रानने हे पूर्ण सबैको कामना सिद्ध गरिदिने वाले वृषभानुनन्दिनी भगवती राधा कृपाको सागर हुनुहुन्छ। यो भाव बढी व्यवहारिक छ। किन भन्दा यहाँ त हरेक व्यक्तिप्रति कसैमा द्वेषात्मक भावनाबाजी रास हुन सक्दैन। जहाँ रसै रस छ त्यहाँ त रसै मात्रै हुन्छ, त्यहाँ कुनै द्वेषात्मक भावना पनि हुँदैन। तर भगवानले के गर्नुहुन्छ त जीवलाई परीक्षा राम्रो लिनुहुन्छ। विरहमा आत्तिएका गोपिनीहरूलाई दर्शन कृष्णको गराउनु पर्छ भनेर राधाले पनि आफै नै त्यो नाटक गर्नु भएर कृष्ण अन्तर्ध्यान भएर जानुभयो। राधा रानी एक्लै फेरि रुन थाल्नुभयो। हे कृष्ण कहाँ छोडेर जानुभयो भनेर राधा रानी रुन थाल्नुभयो। आए गोपिनीहरू पाइला देख्दै आए। गोपिनीहरूले बिचमा कस्तोसम्म यहाँ आएको छ प्रसङ्ग। एउटी गोपिनीले च्यादर उठाएर यसरी मैले गिरिराज धारण गरेँ भने कान्छी उम्लामा लिन्छ। अनि कान्छी उम्लामा गिरिराज धारण गरेको देखेपछि चट हामी पनि हौ ब्रजवासी, हामीले बाँस लगाउँछौँ भने अर्कीले बाँस लगाउँछ। अर्कीले भन्छ यो के च्यादर बोकेको, यो पनि कहीँ गिरिराजी हो भन्छ। अर्की एउटी पुतना हुँ म भन्छ। अर्कीले म कृष्ण हुँ, म तेरो स्तनपान गर्छु भने एउटा पुतना बनेकी जस्तो एउटा यो प्रसङ्गले नै वृन्दावनमा रास रच्ने परम्परा चल्यो। निम्बार्क सम्प्रदायका एकजना घमण्डाचार्य भन्ने वैष्णव हुनुहुन्थ्यो, जसले रासको प्रारम्भ गर्नुभयो। अहिले पनि रासलीलाहरू हुन्छन् नि वृन्दावनमा, कहीँ कहीँ स्टेज कार्यक्रमहरू। हामी वृन्दावनमा त धेरै रास हेर्न पाइन्थ्यो। हामीले त मैले त यो शरीरले त त्यो भूमिमा 14 वर्षको समय बिताएको हो नि त। मेरो त सामर्थ्य कहाँ थियो र। राधाको कृपा, कृष्ण कृपा नभई वृन्दावन पाइँदैन। वृन्दावनमा गइसकेपछि त्यहाँको आनन्द त्यो वर्णन गरेर सकिने छैन। वास्तवमा कृष्ण तत्त्व वास्तविक प्रस्फुटित अहिले पनि भएको छ जस्तो अनुभूत हुन्छ वृन्दावनमा जाँदा। त भगवानको विरहमा गोपिनीहरू अति उत्कण्ठित भएर रोइरहेका छन्। यमुनाजीको तटतर्फ जाने इच्छा गर्दै जाँदै थिए। बीच बाटामा कुहुँ गरेर रुवाको आवाज सुनियो। को हुन्छ राधा, भेट भयो। गोपिनीहरू र राधालाई बिचमा राखेर चारैतिरबाट गोपिनीहरूले हेरेर हे राधे कृष्ण कहाँ जानुभयो तपाईँसँग? मैले पनि तिमीहरूले गरेको गल्ती गरेँ जस कारणले कृष्ण जानुभयो।
हानाथ रमण पृष्ठ क्वासी क्वासी महाभुज दास्यास्त्री कृपणायामी सखी तर्शय सन्निधि। यहाँ विशेष 5वटा शब्दले भगवानलाई पुकारिया छ। यिनै 5वटा शब्द अनुसार नै भगवानको वृन्दावनमा मदन मोहनजी, राधा रमणजी, राधा वल्लभजी, बाँके बिहारीजी र जुगल बिहारीजी भगवानको जो प्राकट्य भयो 5वटा ठाकुर प्रकट भए राधा रानीको शब्दले। हानाथ रमण पृष्ठ क्वासी क्वासी महाभुज, महाभुज भनेको मदन मोहनजी। दास्यास्ते दास भावले पूजा गरिने कहाँ त भन्दा बाँके बिहारी। सखा भावले पूजा गरिने राधा वल्लभजी। दर्शय सन्निधि, हे सखा दर्शन दिनुहोस्। यस्तो प्रकारले पुकारे अन्ततोगत्वा सबै विरहमा छन्। गङ्गाजीको तटमा आए। कृष्णलाई धेरै बाहिर खोजेर हुँदैन। मनमा हरि चिन, बाहिर खोज्दैन किन भन्छन् नि। मनमा हरिलाई चिन्नुपर्छ। अन्तस्करणमा हुनुहुन्छ भगवान। भगवान व्यापक हुनुहुन्छ। तपाईँ हामीले अहिले बोलेका शब्द तपाईँको मनमा सोचेको पनि सबै जान्नेवालालाई ब्रह्म भनिन्छ क्या। त्यस कारणले मनमा सकेसम्म कुनै विकार आउन नदिनु। कुनै प्रकारको अहङ्कार आउन, लेस मात्र पनि अहङ्कार आउन नदिनु। जे छ भगवत कृपा प्रसादबाट छ भन्ने भावले सदैव सेव्य भावद्वारा सेवक भएर पूजा गर्नु। यसैबाट भवसागर तरिने साधन हो। हे गोपिनी हो, हामीले कृष्णलाई बाहिर खोजेर हुँदैन। हिँड जाउँ यमुनाजीको तटमा भनेर यमुनाजीको तटमा गए। सम्पूर्ण गोपिनीहरू जब आज यमुनाजीको तटमा एकै ठाउँमा जब जुटेपछि उनीहरूले बडो मिठोसँग गोप्यौचु जयति तेधिकं जन्मना व्रज श्रयत इंदिरा सस्वदत्रहि दयित दृश्यता
बालकृष्ण भगवानको जय जय। हे गोविन्द, हामी वास्तवमा कुनै पैसा तिरेर आएका दासीहरू पनि होइनौँ, हामीले तलब पाउँछौँ भनेर यहाँका हामी काम गर्न आएका पनि होइनौँ। कुनै दासहरूले काम गर्दा कतिखेर जान्छ समय भने घरि त्यो पनि होइन। हे गोविन्द, हामी त निरन्तर हजुरकै चरणमा रहनका लागि आएका हौँ। हामी हजुरसँग हामीले कुनै अपेक्षा, मोक्षको पनि हामीलाई अपेक्षा छैन। हे गोविन्द, हामीलाई अपेक्षा छ त हजुर मात्रै हाम्रो लक्ष्य हुनुहुन्छ, त्यहाँभन्दा बाहेक हामीलाई कुनै प्रकारको अपेक्षा छैन। गोविन्द, हजुरले दर्शन दिनुहोस्, हामी यसरी जलेर मर्न सक्दैनौँ। हाम्रो यो कण्ठ अवरुद्ध भइसकेको छ, अब त प्राण कण्ठमा आइसकेको छ। हे गोविन्द, त्यसका साथसाथै हामी जस्ता गोपिनीहरूले जब हजुर जङ्गलमा गाई चढाउन जानुहुन्थ्यो, अनेक प्रकारका तृणहरू बिज्या छन् भनेर हामी डराउँथ्यौँ। तर त्यस्तो प्रकारको त्यो जङ्गली काँडाहरूले हजुरलाई घोच्या छ भने हामी कति पीडा हुन्थ्यो हामीलाई। तर आज यो हामीसँग एक्लै तपाईँ जङ्गलमा जाँदाखेरि कहाँ कहाँ काँडामा कति भट्किनु भएको होला, हजुरलाई गोडा पाउमा कति बिज्या होला। हे गोविन्द, यहाँका काँडाहरूले, कङ्कडहरूले हजुरलाई कति पीडा पुर्याएको होला। हामीलाई छिटोभन्दा छिटो हजुरको सेवा गर्ने अवसर प्रदान गरिदिनुहोस्। हामी त हजुरका सेविका हौँ, हामी त हजुरको सेवा गर्नका लागि आएका हौँ।
हाम्रो अरू कुनै अपेक्षा छैन। हामीलाई कुनै प्रकारको मोक्ष शास्त्री सामित सालोक्य आदि मुक्ति पनि हामीलाई चाहिएको छैन, त्यसको हामी अपेक्षा गर्दा पनि गर्दैनौँ। कुनै प्रकारको हजुरसँग केही माग्ने हामीभित्र इच्छा पनि छैन, मात्रै हजुरको आस्वादन, हजुरको आनन्द र हजुरको दर्शन हामी चाहन्छौँ। हे गोविन्द, हजुरभन्दा बाहेक हाम्रो कुनै गति छैन भनेर यसरी विरहले भरिएका आँखाबाट आँसु बरबर्दै खसाल्दै गोपिनीहरूले यसरी प्रार्थना गर्दै भन्छन्, यति सुजात चरणम भ्रुहम स्तनेषु भीता सनै दधिमयी भीता सनै प्रिय दधिमयी कर्कशेषु तेनाटवी मटसित व्यथतेन किंसि कुरूपा तिवीर भर्वदिवीर भवदा यो सामना। यो कति गहन कुरा छ। हेर्नु गोपिनीहरूले के भन्छन् भने, हे गोविन्द, हामीले हजुरको चरणारविन्द स्तनमा हाम्रो वक्षस्थलमा राख्दाखेरि हामी भयभीत हुन्थ्यौँ। हाम्रो कठोर वक्षस्थलले हजुरको कोमल चरणारविन्दमा बिजाएको होला। हामी कठोर छौँ, हामी यति धेरै पीडित हुन्थ्यौँ त्यतिखेर भने अहिले हजुर यसरी यो जङ्गलमा कसरी हिँड्नुभयो होला। हे गोविन्द, हजुरका चरणारविन्दका हामी दासी हौँ, आइदिनुहोस्, दर्शन दिनुहोस् भनेर यसरी आँखाबाट बरबर्दै आँसु खसाल्दै उनीहरूले जब पुकारा गरेका थिए। गोपी गीतको एक श्लोकलाई सप्ताहको एक दिनको पाठ राख्यो भने 7 दिनमा 7वटा श्लोकको व्याख्या हुनसक्छ। मैले यसका उदाहरण दृष्टान्तमा त म कहीँ पनि गइनँ, यही भनेका सामान्य शब्द मात्रै, सबै अर्थ नि कहाँ भनेर भयो। तर यति गहन छ कि यो भगवत दर्शनको लागि सबैभन्दा ठुलो सहायक छ। तर एउटा कुरो विचार गर्नु होला, गोपी गीत बडो सावधानीपूर्वक गाउनुपर्छ। तपाईँले भोजन पकाउँदै गोपी गीत गाउन पाउनुहुन्न, कुनै अरू कार्य गर्दै पनि गोपी गीत गाउन पाउनुहुन्न, गोपी गीत गाउँदै गफ पनि गर्न पाउनुहुन्न। गोपी गीत यस्तो एकाग्र परब्रह्म परमात्मातर्फ लानेवाला यस्तो एकाग्रको पराकाष्ठा हो। संस्कृत साहित्यको अन्तिम बिन्दु भनेकै यही हो। संस्कृत साहित्यको रचना धर्म अर्थ काम मोक्ष चतुर्वर्ग सिद्धिका लागि हो। त यो चतुर्वर्ग सिद्धि भन्दा पनि परे जो ब्रह्मको आस्वादन आश्रय स्थल छ, श्रीमद् भागवतमा 10 लक्षणभित्र आश्रय स्थल जुन हो यो गोपी गीत हो, जहाँ कुनै प्रकारको स्वार्थ छैन। मोक्ष प्राप्त गरिसकेपछि पनि आश्रय चाहन्छ भनेर जीवात्माको आश्रय स्थल श्रीमद् भागवतको यही गोपी गीत हो। पंच प्राण अन्तर्गत यो प्रमुख प्राण हो जसले जीवात्मालाई जीवित रहन सिकाउँ। त्यस्तै गरी श्रीमद् भागवतलाई जागृत बनाउनेवाला यो प्रसङ्ग वास्तवमा यो गोपी गीत नै 19 श्लोकले युक्त भएको छ। यस्तो विचित्रको जब गोपिनीहरूले गाएका थिए, त्यसपछि सुखदेवजी भन्नुहुन्छ, इति गोप्य प्रगायन्त्य प्रलयन्तश्च चित्रदा रुरुदु सुस्वरं राजन् कृष्ण दर्शन लालसा। मात्रै दर्शन, अरू केही छैन। इति गोप्य प्रगायन्तः, यो 19वटा श्लोकले गोपिनीहरूले राधा सहित प्रमुख गायकमा राधा त हुनुहुन्थ्यो। विरहको पराकाष्ठा, ब्रह्मसँग मिलनको पराकाष्ठा यही हो। यसरी गोपिनीहरूले जब गाएका थिए, त्यो स्वरूप जुन छ भगवानको, जो रुँदै सुस्वरका साथ, हे राजन, त्यही बेलामा तासामा वीरमुच्छौरी स्मयमान मुखाम्बुज पीताम्बरधर साग्वी साक्षान् मन्मथ मन्मथ स्रग्वी साक्षान् मन्मथ मन्मथ। पीताम्बर धारण गर्नुभएको भगवान गोविन्द साक्षात् कामदेवको मनलाई मन्थन गरिदिनेवाला, कामदेवलाई पनि मूर्छित बनाइदिनेवाला स्वरूपमा मानव कि भगवान श्रृङ्गार गर्न जानुभएको जस्तो भएर यति सुन्दर स्वरूपमा आएर भगवान श्रीकृष्ण प्रकट भइदिनु भयो गोपिनीहरूको बिचमा। गोपिनीहरूको बिचमा जब भगवान गोविन्द प्रकट हुनुभएको थियो, हे गोविन्द, हे गोपाल, हे मुकुन्द भनेर 2 हात उठाएर गोपिनीले जब भनेका थिए नि, सँगसँगै भगवान कृष्ण पनि भन्नुहुन्छ हे गोविन्द, हे गोपाल, स्वयं भगवान पनि भन्नुहुन्छ। मानव कि भगवान कहीँ जानुभएकै थिएन जस्तो अनुभूति भयो। गोपिनीहरू अब ती अनेक प्रकारका गोपिनी छन्। हेर्नुहोस्, अब गोपिनीहरू कस्ता कस्ता छन् भन्नुहुन्छ भने, अहिले मैले भने क्षत्रिय स्वभावकी,
वैश्य स्वभाव कि ब्राह्मण स्वभाव। अब ऋषि स्वभावका गोपिनी छन्। ऋषि स्वभाव भनेका के हो त भन्दा भगवान राम जब वनवास जानुभएको थियो नि, यो गोपिनीलाई तपाईँले साधारण जान्ने भुल नगर्नु होला। पहिलो कुरो त वेदका ऋचा, वेदका ऋचाहरू नै वेदरूपा गोपिनी एक नम्बर। कति प्रकारका गोपिनी छन् सुन्नुहोस् है। वेदरूपा गोपिनी छ एक नम्बरमा। दोस्रो नम्बरमा ऋषि रूपा, जुन वेद पढ्नेलाई ऋषि, ऋषय मन्त्र द्रष्टा, मन्त्रको प्रयोज्य स्थल के हो, विनियोग के हो भन्ने समेत जान्नेवालालाई ऋषि भनिन्छ। त्यत्तिकै ऋषि भनेर भन्न मिल्दैन। यो मन्त्रले कुन देवतालाई आह्वान गर्छ भनेर जसले जान्दछ त्यसलाई ऋषि भनिन्छ। निश्चित हुन पर्छ। जस्तै अब कर्मकाण्ड गर्दाखेरि कहीँ कहीँ यसो देखिन्छ क्या, जस्तै सन्डो देवी रविश्रय आपो भवन्तु पीतये संयो रविश्रवन्तु न, यो मन्त्रले प्रतिपादन कुनै देवताको गरेका छ। तर शनिको शान्तिका लागि वैदिक मन्त्र भनेर यो जप गर्ने गरिन्छ। यसमा प्रतिपादन नारायणको प्रतिपादन विशेष छ। त यस्तै कर्मकाण्डमा कहीँ कहीँ एउटा नामबाट पनि कर्म प्रचलनमा चलाइएको देखिन्छ। त विष्णुको उपासक त फेरि यो हेऱ्यो भने फेरि ग्रन्थ हेर्दा शनि स्वयं विष्णु उपासकै हो, सूर्यका पुत्र हुन् र विष्णु नारायण भगवान कृष्णका परम भक्त हुन्, आबाल ब्रह्मचारी हुन्। उनलाई कसैलाई हेरेमा दृष्टि हानि गरौँ शनि भनेर ज्योतिषमा पढिन्छ नि, त्यो किन भएको त भन्दा श्रीमतीले दिएको श्राप। त्यसो भए मन्त्र द्रष्टा ऋषिहरू आज गोपिनी बनेर आएका छन्। एउटा वेद रूपा गोपिनी, वेदका ऋचाहरू गोपिनी बनेर आए। ऋषि रूपा गोपिनी, ऋषिहरू गोपिनी बनेर आए। ऋषिहरू कसरी गोपिनी बनेर आए त भन्दा वेद त निरन्तर पढ्दा पढ्दा वेदका ऋचाहरूले भने हे गोविन्द हजुरको सेवा हामीले कहिले गर्ने, हजुरकै सेवा मात्रै हामीले हजुरले हाम्रो लागि, हामी सधैँ हजुरको स्तुतिमा मात्रै छौँ, तर वास्तवमा हजुरको आस्वादन, हजुरको आलिङ्गन, उद्दीपन, विभावको आनन्द हामीले कहिले उठाउन पाउँछौँ भनेर मन्त्रले कामना गरे भगवानसँग। अनि जसरी बन्दीहरूले राजालाई स्तुति गर्छन् त्यसरी नै वेदहरूले वन्दना गर्छन् भगवानलाई उठाउन उठ्ने बेलामा। वेदका ऋचाहरूद्वारा भगवान उठ्नुहुन्छ, वेदका ऋचाहरूद्वारा भगवान सुत्नुहुन्छ। सधैँ भगवान हजुरको उद्दीपन विभाव र आलिङ्गन विभावद्वारा हामीलाई हजुरको आस्वादन कहिले गर्न पाउने भन्दा पूर्ण ब्रह्मको रूपमा कृष्ण अवतार लिएर आउँदा तिमीहरू गोपिनी बनेर आउला हे वेद ऋचा हो, त्यतिखेर म तिमीहरूलाई आलम्बन उद्दीपन विभावको पनि अनुभूति गराउने छु भनेर भन्नुभयो भगवानले एउटा। अनि अर्को आयो अब ऋषि रूपा। ऋषिहरू के हुन् त भन्दा भगवान श्रीराम जब जङ्गल जानुभयो अनि जङ्गल जाँदाखेरि ऋषिहरू भारद्वाज आदि जो ऋषिहरू बाटामा भेट हुनुभयो। भगवती सीता सँगसँगै हुनुहुन्थ्यो। सीता सँगसँगै जानुभएको अवस्थामा सीताले जसरी रामको सेवा गर्नुभएको छ यसरी नै हामीले भगवानको सेवा कहिले गर्न पाउँला, यानि पतिको रूपमा भगवानको सेवा कहिले गर्न पाउँला भनेर जो ऋषिहरूले जो मनमा कल्पना गरेका थिए भगवान रामले भन्नुभयो यसपटक त म एक पत्नीधारी ब्रह्मचारी हुँ, पुनः जब द्वापरको अन्त्यमा कृष्ण अवतार पूर्ण अवतार लिएर आउनेछु त्यतिखेर तिमीहरूलाई यो इच्छा म पुरा गर्छु भनेर भगवान रामले वचन दिनुभएको हुनाले यहाँ ऋषि रूपा गोपिनी। अब नृप रूपा गोपिनी, नृप भनेको राजा, राजा र राजाहरू नै गोपिनी बनेर को हुन् त भन्दा जनकपुरमा धनुष यज्ञमा जो राजाहरू आएका थिए त्यहाँ विभिन्न प्रकारका राजाहरू थिए, बाणासुर जस्ताहरू पनि उपस्थित थिए भनिन्छ। अनि ती राजाहरूको बिचमा भगवानका भक्त असाध्य प्रेमी भक्तहरू पनि जसले भगवान यो रामले नै तोड्ने हो भनेर धनुषलाई प्रणाम मात्रै गरेर गए। कयौँ राजाहरूले रामको त्यो सौन्दर्य लावण्य रूपलाई देखेर त्यतिखेर ती सम्पूर्ण राजाहरूले के भने त भन्दा कहिले प्रभु हजुरले हामीलाई त्यो आलिङ्गन उद्दीपन आदि विभावको चाहिँ आनन्द प्रदान कहिले गर्नुहुन्छ हे भगवान, हे परब्रह्म परमात्मा भनेर चाहिँ यतिखेर तिनीहरूले त्यो आनन्दको अनुभूति गर्ने इच्छा जब गरेका थिए भगवान रामले तिनीहरूलाई पनि आशीर्वाद दिनुभयो। किन भन्दा अन्तस्करणको भाषा बुझ्नुहुन्छ भगवानले र ती नृप यानि ती राजाहरू नै भगवानका गोपिनीहरू बनेर आएका छन्।
हजारौँ राजा जुटेका थिए सीतासँग विवाह गर्ने, धनुष यज्ञ छ अरे। कोही रामकै मात्रै दर्शन गर्ने, कोही सीताको दर्शन गर्ने इच्छाले आएका थिए। त्यस कारणले त्यो ती नृपरूपा गोपिनी पनि आज ब्रजमण्डलमा गोपिनी भनेर आएका छन्। वेदरूपा गोपिनी, ऋषरूपा गोपिनी। अब अरू विभिन्न प्रकारका ब्राह्मणहरू, दिनरात भगवानको उपासना गर्ने ब्राह्मणहरूले पनि अपेक्षा गरे, अनि क्षत्रियहरूले अपेक्षा गरे, वैश्यहरूले गरे। यी जुन जुन भावमा छन् त्यही अनुसारका फेरि भगवानका आज गोपिनी। त्यसै कारणले गोपिनीको सङ्ख्या छैन क्या। भागवतमा कहीँ पनि यति सङ्ख्याका गोपिनी छन् भनेर लेखेका छैन। आजकलका कथावाचकले कसैले भनेको सुन्छु मैले, होला उहाँले विशेष कहिए, तर भागवतमा चाहिँ सङ्ख्या तोकिया छैन। अनन्त गोपिनीहरू चाहिँ जुन ब्रजमण्डलमा जब उपस्थित भयो त्यो आनन्दमा अब आए। भगवान श्रीकृष्ण र राधा बिचमा हुनुहुन्छ। चारैतिरबाट गोपिनीहरूले रिङ्गै घेरेका छन्। अनि घेरेर एक गोपिनी अब नृत्य सुरु हुन लागेको थियो। त्यही बेला कामदेव आयो। कामदेवले के भने त भन्दाखेरि, केली युद्ध चाहन्छौ कि मैदानको युद्ध लड्छौ? केली भनेको एकान्तमा एक्लै लड्ने, मैदानमा सबैका अगाडि लड्ने कस्तो प्रकारको युद्ध चाहन्छौ भनेर चाहिँ कामदेवलाई भगवानले सोध्नुभयो। सोधेपछि म त केली युद्ध चाहन्छु, किन भन्दा एकान्तमा नै म बढी प्रस्फुटित हुन्छु। कामदेवको इच्छा है। ल ठिक छ, कामको वासना जति मिटाइदिने वाला श्रीमद् भागवतको रास पञ्चाध्यायी हो। अब कामदेव तिमी आउन चाहन्छौ भने आऊ। म र गोपिनीहरूको बिचमा कामोद्दीपन भावको कुनै पनि स्थान हुँदैन। त्यस कारणले तिमी आउँछौ भने आऊ, म तिमी जस्तो प्रकारको तिम्रो युद्ध चाहन्छौ त्यही अनुसारको म गर्छु भनेर भगवानले वचन दिनुभयो कामदेवलाई पनि। त्यसकारण कामदेव पनि त्यहाँ उपस्थित भए। तर यहाँ साक्षात् मनमतमै भगवान प्रकट हुनासाथ त्यो तेज र त्यो सौन्दर्यताले कामदेव त मूर्छित भएर लडे। कतिखेर होसाए थाहै भयो, मूर्छित भएर कामदेव त लडे। कामोद्दीपन भावना कसैमा आउने नै भएन क्या। दिव्य काम हो यो, लौकिक काम होइन, शारीरिक काम होइन, शारीरिक चाहिँ नाता होइन, यो आत्माको नाता हो। अनि त्यसपछि भगवान शिवजी जब एकान्तमा बसेर ध्यान दृष्टिले भगवानलाई हेर्नुभएको थियो, गोकुलमा दर्शन त गरेको थिए। भगवान प्रभु के गर्दै हुनुहुन्छ भनेर नटराज हुनुहुन्छ भगवान शिव। नृत्य कलाका अधिष्ठात्री देवता नै, सङ्गीतका अधिष्ठात्री देवता नै शिव हुन्। नटराज रूप भनिन्छ नि शिवलाई। शिवले ध्यानमा देख्दा त गोपिनीहरूसँग छन्न नाच्न लागेको, नाचिरहेको परब्रह्म परमात्मा कृष्णलाई देख्नुभयो। आज गोपी भेष लिनका लागि गोपिनीको नगरीमा ब्रजमण्डलमा भगवान शिव प्रवेश गर्नुभयो। पार्वतीलाई सम्झनु भएन, पार्वतीसँग नसोधिकन। किन? वृन्दावन त कसैसँग नसोधिकन जाने, कसैसँग सोधेर जानुभयो भने नपाइन सक्छ। यहाँ भगवान शिवले जहाँ जाँदा नि विषपान गर्ने बेलामा पनि हेर्नु, विषपान गराउँ है पार्वती भनेर सोधेको छ। हेर्नु अष्टम स्कन्धमा भगवती पार्वतीसँग सोध्नुहुन्छ शिवजीले। साम्ब सदाशिव भनेर एकै ठाउँ पूजा हुन्छ भगवान शिव। अम्ब सहितको शिवजीको पूजा। आधा शिव आधा त्यो जुन पिण्डी राखिन्छ नि, त्यो पिण्डीको तलको जो अर्घ्या भनिन्छ नि, अर्घ्या पार्वतीको रूप हो, त्यहाँ पार्वतीको पूजा हुन्छ। अनि माथिको भाग जो हो त्यो ज्योतिर्लिङ्ग जो हो भगवान शिवजीको स्वरूप हुनुहुन्छ। शिव र पार्वती कहिल्यै छुटिनुहुन्न। तर वृन्दावनको रासमा यो पनि नियम भङ्ग भयो र आज भगवान शिव पनि ब्रजमण्डलमा प्रवेश गर्न आउनुभयो। त्यो घाँटीमा नागको माला छ, कुण्डलमा बिच्छू छन्, चन्द्रमा छन् माथि। गोपिनीहरूले बाटो छेकिदिए। यो भित्र पुरुषको नाममा श्रीकृष्ण भन्दा बाहेक अरू कोही पनि प्रवेश गर्न पाउँदैन। पुरुषोत्तम पुरुषहरूमा उत्तम श्रीकृष्ण जो मुरलीधर मनोहर भगवान श्रीकृष्ण हुनुहुन्छ, जसलाई वेद वेदान्तले परब्रह्म भनेर पुकार्ने गर्दछ। त्यो ब्रह्मभन्दा बाहेक अरू कोही पुरुष यहाँ प्रवेश गर्छ। किन? हे शिव, तपाईँमा त पुरुषत्वको अहङ्कार छ। शिवजीमा म पुरुष हुँ भन्ने भाव भइन्जेल वृन्दावनमा बास पाइँदैन। एकपटक मीराबाई चाहन्न भनेर मीराबाईले जोडले कराएर भनेपछि जीव गोस्वामी माथि भागवत पाठ गर्दै हुनुहुन्थ्यो। तुरन्त जुरुक्क उठेर दौडिँदै आउनु र मीराबाईको पाउमा पर्नु। हे मीराबाई, तिमीले आज मेरा आँखा खोलिदियौ। वृन्दावनमा वास त गोपी भावले मात्रै हुँदो रहेछ। आज मैले आफूलाई पुरुषत्वको अधिकार अहङ्कार गरेँ, त्यस कारणले मैले आजदेखि यो अहङ्कार त्यागिदिएँ, म पनि गोपी हुँ भनेर भनेपछि मीराबाईले पाउमा परे ढोग्न, दुईटाको मिलन भयो। यस्तो यो भाव वृन्दावनको भाव हो। त्यही वृन्दावनमा वंशीवटमा भगवानले रास रच्दै हुनुहुन्छ। त्यहाँ त पुरुष त शिव पनि प्रवेश गर्न पाउने कुरै आयो।
भगवान शिवलाई गोपिनीहरूले जब रोकिदिए, विशाखा आदि सखीहरूले जब रोकेपछि त के भने त म कसरी प्रवेश गर्न सक्छु भन्दाखेरि तपाईँ मान सरोवर जानुहोस्, मान सरोवरमा स्नान गर्नुहोस्, चन्द्रमा मान सरोवरमै त्यागिदिनुहोस्, सर्पलाई आफ्नो लोकमा पठाउनुहोस्। र किन अनन्त भनेका नाग, पृथ्वीलाई ढोक्दा अनन्त आएन भने ढोगिन्छ। पृथ्वीका अधिष्ठात्री देवता नाग हुन्। पृथ्वीमा कहीँ पनि नाग नभएको स्थलै छैन। आकाशमा पनि नाग छन्, पृथ्वीमा नाग छन् भनिन्छ पुराणहरूमा। त्यसो भएर अनन्त आएन भन्दै पृथ्वीलाई त नागलाई पनि अनन्तलाई जमिनमा छोडिदिनुहोस्, बिच्छुहरूलाई त्याग दिनुहोस्। अनि त्यसपछि तपाईँले यो जटासटा जुन छ यसलाई चिडिक्क पारेर बाँट्नुहोस्, अनि गोपी बन्नुहोस्, लिपस्टिक लाउनुहोस्, गाजल लाउनुहोस्, अनि श्रीलिप्त गोपीको भेष बनाउनुहोस्, साडी लगाएर दिव्य रूपमा आउनुहोस्, अनि बल्ल तपाईँले यहाँ प्रवेश गर्न पाउनु। तपाईँको भित्र भावना यो हुनु पर्यो। भगवान शिवलाई गोपिनीहरूले भने तिमीहरू गोपिनी भनेर आउने हो भने तपाईँ आउनु सक्नुहुन्छ, नत्र आउनु पाउनुहुन्न भनेपछि भगवान शिव तुरन्त जानुभयो मान सरोवरमा स्नान। मान भनेको अहङ्कार, त्यो अहङ्कारलाई चाहिँ अन्त्य गरिदिनु भयो। म पुंसत्व हुँ भन्ने भावलाई त्यागिदिनु भयो र शिव रूपा गोपी, शिवजी पनि गोपिनी भनेर आउनुभयो। यसको प्रमाण अहिले पनि छ वृन्दावनमा। हेर्नुहोस्, अब भगवान शिव पनि त्यो प्रवेश गर्नु। किन त भन्दा वृन्दावनमा गोपेश्वर भन्ने एउटा मन्दिर छ। अन्त संसारमा पृथ्वीमा हरेक ठाउँमा शिव र पार्वतीको एकै ठाउँ पूजा हुन्छ, तर गोपेश्वरको मन्दिरमा भगवान शिवजी भित्र गोपी बनेर बस्न छ। भगवान शिवजी यसरी गइसकेपछि नारदजी घुम्दै घुम्दै कैलाश बनाउँदै, नारद मेरो प्रभु कहाँ जानुभयो थाहै छैन, वर्षौँ भइसक्यो, 6 महिनाको लागि रात्रि त बित्यो। त्यसपछि कृष्णको ध्यानमा यति मग्न हुनुभएछ कि भगवान शिवजीले 2 वर्ष 3 वर्ष 4 वर्ष 5 वर्ष बितेको थाहै पाउनुहुन्न। बिचरा पार्वती एक्लै बस्नुभएको छ कैलाशमा। असाध्य पीडित भए नारदजी पुग्नु भयो घुम्दै। माता खै त नि बाबा भन्दा कस्तो कुरा गर्छौ, कहाँ हुनुहुन्छ थाहै छैन, म त कोही तिमीसँग सोध्न लागेको, तिमी त जहाँ पनि पुग्छौ देख्छौ भन्दा आहा तपाईँ त दङ पर्नुहुन्छ। हेर्नुहोस्, तपाईँ जानुहुन्छ भने वृन्दावन जानुहोस्, वृन्दावनमा उहाँ त गोपी बनेर बस्नुभएको छ भनेर भन्नु हो र। अनि भगवती पार्वती खोज्दै खोज्दै वृन्दावन आउनुभयो। वृन्दावन आएपछि गोपेश्वरको मन्दिरको अगाडि भित्र गोपी बनेर बसेको आफ्नो पतिलाई देख्नुभयो। देखेपछि बाहिरबाट नमस्कार गर्नुभयो। अनि त्यसपछि भित्र आउनको लागि भन्दाखेरि त पार्वतीले भन्नु मात्र आउँदैन, किन उहाँ चाहिँ भित्र जाँदा स्त्री भन्नु भने म फेरि पुरुष भयो भने बर्बाद हुन्छ, त्यसकारण म बाहिरै बस्छु भनेर आज पनि गोपेश्वरको मन्दिरमा बाहिर गेटमा पार्वतीको पूजा हुन्छ, भित्र शिवजीको पूजा हुन्छ। एउटा मात्रै मन्दिर त्यस्तो छ। त्यहाँ त पुराणले वर्णन गरेको अनुसारको त्यहाँको लौकिक त्यहाँको गोपेश्वरको मन्दिरमा अहिले पनि पार्वतीको पूजा बाहिर हुन्छ। हेर्नुहोस्, साम्ब सदा शिवमा पनि नियम भङ्ग हुन्छ। वृन्दावनमा कुनै नियम संसारिक भौतिक नियमहरू जहाँ अन्त्य हुन्छ त्यहाँ श्रीकृष्णको चरित्र बल्ल सुरु हुन्छ। कृष्णको राजपञ्चाध्याय प्रारम्भ हुन्छ। त्यहाँबाट लौकिक कामनाहरू जब अन्त्य हुन्छ अनि बल्ल राजपञ्चाध्यायको प्रारम्भ हुन्छ। अनि गोपिनीहरूको बिचमा भगवान श्याम सुन्दर हरेक एक गोपी एक श्रीकृष्ण, अनन्त कृष्ण अनन्त गोपिनी। 6 महिनाको रात्रि चन्द्रमा आकाशमा टहटहलाइरहेका छन्। यति आनन्दसँग चाहिँ नि भगवान श्याम सुन्दर र गोपिनीहरूको बिचमा रास प्रारम्भ भयो। यति आनन्द छ। गोपिनीहरूले जुन प्रकारको आस्वादनको आनन्दानुभूतिको महसुस गरेका थिए। यमुनाजीको तट छ, वंशीको बट छ। हेर्नुहोस्, अति आनन्दसँग विहार भयो। हुँदाहुँदै देवाङ्गनाहरू दिव्य दिव्य विमानमा चढेर जब आएका थिए त्यो देखेर देवताहरू देवाङ्गनाहरूले हेर्न सकेनन्, सबै मूर्छित भएर लडे। वास्तवमा त्यो परमानन्दको जो नृत्य छ त्यो नृत्य अलौकिक छ। हाम्रो यो बाणीले मात्रै व्याख्या गरेर सकिँदैन। त्यो परब्रह्म जीवरूपी गोपिनीहरूको र ब्रह्मसँगको मिलनको त्यो आनन्द रसोवै रास, रसै रसले युक्त भएको, जहाँ शिव पनि गोपी भन्ने ठाउँ त्यो रास हो। यस्तो आनन्दको जो भगवान श्रीकृष्णले रास रच्नुभयो। हुँदाहुँदै जब भगवानले गालामा गाला मिलाएर, काँधमा काँध मिलाएर, अनि त्यसपछि वक्षस्थलसँग वक्षस्थल मिलाएर विहार गर्नुभएको छ भन्ने यसरी वर्णन गर्दै जाँदा राजामा अलिकति शङ्का भयो। भने राजाले प्रश्न, यदि यो वर्णन वास्तवमा यहाँ राजाले प्रश्न नगरेको भए अझै अगाडि कस्तो मिठा कुराहरू अझै सुखदेवजी भन्दै हुनुहुन्थ्यो। अनि राजाले के भन्नुहुन्छ, संस्थापनाय धर्मस्य प्रसमायेतरस्य वा अवतीर्णो हि भगवान् अंशेन जगदीश्वर सकथं धर्मसेतूनां भक्ता कर्ताभिरक्षिता। भगवान त धर्मको सेतु भनेको धर्मको पुल हुनुहुन्छ हैन।
हामीलाई भवसागरबाट पार गराउनेवाला धर्मको वक्ता पनि हुनुहुन्छ, कर्ता पनि हुनुहुन्छ, रक्षित पनि हुनुहुन्छ, रक्षा पनि गर्नुहुन्छ, रक्षक पनि हुनुहुन्छ। तर आज परस्त्रीहरू पनि अप्तकामो यदुपति कृतवान भई जुगुप्सितम किमपि प्राय एतम न संशयम छिद्दि सुव्रतः। भगवानले यसरी रास किन रच्नुभयो? परस्त्री हो, आखिर त स्त्री र पुरुषको त भावना अलग छ त भनेर भन्ने कुरा यहाँ प्रश्न ठ्याक्क विचार राखिदिनु भयो। यो आनन्दको जो गोपिनीहरूको जो रास थियो त्यसमा ठ्याक्क व्यास सुखदेवजी भन्नुहुन्छ धर्म व्यतिक्रमो दृष्टः ईश्वराणाम च साहसम। भगवान ईश्वरका अगाडि ईश्वर चरित्र क्वचित ईश्वरको चरित्रको वास्तविक पहिचान गर्न अधिकारी हुनुपर्छ राजन। तपाईँले ईश्वरप्रति पनि अझै सांसारिक जडमय शरीरको अनुभूति जो गर्नुभयो हजुरले, यो होइन ब्रह्मको स्वरूप त आत्मस्वरूप। आत्माको मैले अहिले व्याख्या गर्दै यो कुरामा सावधानी गराउनका लागि आत्माको कुनै स्वरूप लिङ्ग हुँदैन, न स्त्री न सण्डो न पुमा न जन्तु, यो स्वरूप आत्माको स्वरूप हो। त्यस कारणले ब्रह्मको बारेमा हामीले जो तिमीले साधारण शरीरको रूपमा तिमीले देख्यौ त्यो होइन ब्रह्म। ब्रह्म त कर्तुम मन्यथा कर्तुमिति ईश्वर। यदि ईश्वरकै सङ्गतित सगुण ब्रह्मकै रूपमा पनि तिमीले विकार र सकारात्मक कुराहरूको ल्याउँछौ भने ब्रह्मले गर्न सके जीवात्माले र जीवले गर्न सके ब्रह्मले गर्न सकेको अवस्था हुँदैन। अंश र अंशीमा फरक हुन्छ। अंशी पूर्ण हुन्छ, अंश क्षणिक हुन्छ, सीमित हुन्छ। त्यो सीमामा बाँधिएको छ। सारा जगतलाई अविद्याले ढाकेको छ। हे परीक्षित, त्यो अविद्याका कारणले नै म अहम ब्रह्म परम धाम हुन सकेका छैन। तर जब अविद्या नामको जो चाहिँ पर्दा छ त्यसलाई छेदन जब ज्ञानद्वारा उसले गरिदिन्छ तब ब्रह्मको साक्षात्कार हुन कुनै समय नै लाग्दैन। हे परीक्षित, भगवान शिव स्वयं ब्रह्म हुनुहुन्छ। हलाहाल निस्किएको विष सारा जगतलाई जलाउनको लागि उम्लिरहेको थियो। त्यत्रो विषलाई विराट स्वरूप लिएर भगवान शिवले लिएर आफ्नो घाँटीमा मात्रै धारण गरिदिनु सक्नुभयो। हामी साधारण मान्छे र परमात्मासँग तुलना गर्न मिल्छ? ल भन त तिमीले त्यो विषको स्वाद पनि भन्न सक्दैनौ। तिम्रो प्राणान्त भइहाल्छ। त्यस कारण पाञ्चभौतिक शरीरसँग रासको जो वास्तविक तत्त्वलाई तिमीले अझै गहिरिएर बुझ्न सकेनौ भन्नुभयो। अनि त्यसपछि साथसाथै यदि ईश्वरका चरित्रको बारेमा तिमीले प्रश्न उठाउँदा 2 दिनका कृष्णले कालकुट नाम गरेको विष लगाएर आएकी पूतनालाई भगवानले अन्त्य गरिदिनु भयो भने तिमीले ईश्वरसँग साधारण शरीरसँग तिमीले कसरी तुलना गर्न सक्छौ भन्नुभएर यसरी रास पञ्चाध्यायको समापन भयो। आज गोपिनीहरूले 6 महिनाको रात्रि व्यतीत गर्दा पनि उनीहरूलाई मातम बानौको एक क्षण अहिले भर्खर आथ्यौँ, अहिले जाँदैछौँ। मैले अस्ति एउटा सुदामाको उदाहरणबाट परब्रह्म परमात्माको चरित्र एकछिनमा सुदामालाई मैले बा याद छ? हजुरलाई याद छ नि है? सुदामाको त्यो समयको कुरा के एक मुहुर्तमा उता 6 भाइ छोरा रानी भएर गएको, फेरि आएर डुब्दा पानीमै मर्छु भन्दा निस्किएको त्यो प्रसङ्ग छैन। परब्रह्म परमात्मा यस्तो तत्त्व हो जसले काललाई पनि बसमा, यानि कालको बसमा हामी छौँ भने काललाई पनि बसमा गर्न सक्नेलाई ब्रह्म भनिन्छ क्या। त्यो परब्रह्म परमात्माको त्यो स्वरूप हो। त्यस कारण ब्रह्मको बारेमा हामीले शङ्कात्मक रूपमा हेऱ्यौँ भने परमात्माप्रतिको सिद्धि प्राप्त गर्न बडो गाह्रो पर्छ भन्दै सुखदेव मुनिले रासक्रीडा वर्णन यो चाहिँ प्रसङ्ग जुन छ यही नै पुरा भयो। श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेव। श्री कृष्ण गोविन्द हरे मुरारे हे नाथ नारायण वासुदेवाय। हरे परमात्मने प्रणतनाथाय गोविन्दाय नमो नमः। त गोपहरू यात्राका लागि जाँदै थिए। एउटा सर्प रहेछ त्यहाँ अड्केर बसेको खोबिल्टोमा, अनि भगवानले आएर त्यसलाई उद्धार आफ्नो चरणको रज स्पर्श हुनासाथ त्यो उद्धार भयो। उसले म विद्याधर नाम गरेको गन्धर्व थिएँ, मैले
पहिले विशेष गरी अष्टावक्रको अपमान गरेँ, जस कारणले म अहिले सर्प हुन गएको थिएँ। हजुरको कृपाले मेरो उद्धार भयो भनेर सर्पको उद्धार गरिदिनु भयो भगवान्ले। सङ्गचोट नाम गरेको दैत्य आयो, त्यसको पनि उद्धार गरिदिनु भयो। त्यसपछि आज गोपिनीहरूलाई आएर श्रीकृष्णलाई घेरे र के भन्छन् भन्दा, हे कृष्ण, तपाईँ जब जङ्गल जानुहुन्छ तब हजुरले बाँसुरी नबजाउने गर्नुहोस्। यो आह्लाद, यो आनन्द, त्यो सङ्गीतको जो पराकाष्ठा, बाँसुरीको जो वास्तविक भगवान् श्रीकृष्णसँग जो मुरलीधर भगवान् जो हुनुहुन्छ, उहाँको सधैँ हातमा बाँसुरी लिएर हिँड्नेवाला भगवान् कृष्ण। गाई चराउन जाँदा गोपिनीहरूले भने, कृष्ण बाँसुरी जङ्गलमा जाँदा नबजाइदिनुहोस् न भनेर भने गोपिनीहरूले भने। भगवान् कृष्णले भन्नुभयो, हे गोपिनी हो, कस्तो कुरा गरे तिमीहरूले? मैले जङ्गलमा जाँदा तिमीहरूले किन मलाई। अब भगवान् कृष्ण जाने अरे भनेर भन्ने कुरो सायङ्कालमा भगवान् आउनुभयो। आइसकेपछि भगवान् श्रीकृष्ण सामान्य रूपमा कुनै पनि काम भगवान्ले असाध्यै सरल रूपमा लिएर गर्नुहुन्छ। गृहस्थमा रहँदैन, यो अगाडिका लीला त्यस्ता छन् क्या। अब भगवान्का अब जाने मथुरा जाने हो भनेर भन्ने कुरो निर्णय गर्नुभएको छ भगवान्ले। अब मथुरा जाने हो भनेर भन्ने निर्णय भइसकेपछि केटालाई त धनुष्य ज्ञान कसको? मामाको। नन्द बाबाले कुरो बुझ्नु भएको छ। नन्द बाबा माता यशोदालाई सम्झाउनुहुन्छ। यता कृष्ण र बलरामजी पनि रात्रिमा आज माता यशोदालाई त्यति होसै भएन। अन्ततोगत्वा अब जाने कृष्ण जान्छ भनेर भन्ने भएपछि सम्झाइरहनु भएको छ। तर कृष्ण र बलराम दुइटै हाँसोमै थिए, तर बेलुका भोजन पाकेन। त्यो भएर अक्रूरलाई पनि खासै त्यति साह्रै थिएन। अब माता यशोदै होसमा हुनु त कसले भोजन बनाउनु? आज भोजन पाकेन। अन्ततोगत्वा प्रातः रातभरि शयन भयो, तर कृष्णलाई निन्द्रा चाहिँ लागेन क्या। श्रीकृष्णलाई किन बाहिरबाट देखाउँदा मात्रै हाँसेको जस्तो देखिन, आज भित्र पीडा छ क्या। किन गोपिनीहरूले दिएको प्रेमलाई म कसरी छोडेर जान्छु है? यो पीडामा त यो उसले असाध्यै उसमा रात्रि निन्द्रा लागेन भगवान्लाई। प्रातःकाल चाँडै उठ्नुभयो, उठेर नुहाइधुवाइ गर्नुभयो, कपडा लाउनु भयो, आज मथुरा जाने भनेर निस्कनु भयो, तयार भयो। यो कुरो गोपिनीहरूले आज कृष्ण जाने अरे भन्ने सुन्नासाथ पुरै नन्द भवनलाई घेरेर बसे। आज ग्वालबालहरू आए, ए तिमीहरू किन आएका? ए कृष्ण लानी भए हामीलाई नि साथमा लैजाऊ, नत्र भने हामी त तिमीलाई छोड्दैनौँ भन्ने हो ग्वालबालहरूले। भनेपछि ग्वालबाल हो मथुरा गएर के हार्छौ भन्दा, होइन, जे तैँले गर्छस् त्यही गर्ने हो, जे तेरो त्यही हाम्रो गति, के हुन्छ र हामी जानु, तसरी जान हुन्न, तेरो मात्रै मामाको हो र हाम्रो पनि मामाको घर हो भनेर भने ग्वालबालहरूले। भनेपछि ग्वालबाल हो, अब जान त त्यति राम्रो कुरा त होइन, जान्छौ भने हिँड त नि भनेर ग्वालबालहरूलाई सँगै लाने निर्णय गर्नुभयो। ग्वालबालहरू अब तिमीहरू हिँड गङ्गाजीको तटतिर, यमुनाजीको तटतिर गएर बस, हामी आउँछौँ अहिले भनेर भगवान् कृष्णलाई सम्पूर्ण गोपिनीहरूले घेरेका छन्। ग्वालबाल त खुसी भए, अब जान पाइयो भनेर। अष्टसखाहरू जुन छन् भगवान्का प्रमुख। अनि अब यहाँ गोपिनीहरूले सब चारैतिरबाट घेरेका थिए। भगवान् कृष्णले धेरै पटक सम्झाउनु भएर संसार भनेको यस्तो हो, आउन जान चलिरहन्छ, कहिले मिलन कहिले बिछोड हुन्छ, म त्यही पर्सि आइहाल्छु, किन पिर माने भन्दाखेरि गोपिनीहरू भने तिमी आउँदैनौ कृष्ण, हामीलाई छोडेर नजाऊ। रुन्छन् श्रीकृष्ण गोविन्द हरि मुरारी नाथेति नामानि नाम भन्दै, हे नाथ, हे गोविन्द, हे गोपाल, गोविन्द दामोदर माधवेति, हे कृष्ण, हे यादव, हे सखेति भनेर गोपिनीहरूले अहो विधाता स्तवन क्वचित दया, हे विधाता तँलाई अलिकति दया छैन? पहिला भेट गराइस्, मिलन गराइस्, रास रसाइस्, यति आनन्द प्रदान गरिस्, यति धेरै सुख प्रदान गरिस्, फेरि अब विरह रूपी अग्निमा फेरि जलाउन खोजिस् हामीलाई। पहिल्यै त कृष्णले कयौँ प्रकारले हामीलाई पटक पटक अन्तर्धान भएर कयौँ पटक हामीलाई दुःख दियो, अहिले फेरि अब छोडेर जाने भनेपछि हामी पीडित, हामीलाई नै सधैँ पीडा हुनुपर्ने किन भनेर गोपिनीहरूले असाध्य पीडित भएर। त्यसपछि कृष्ण त रथमा गएर बस्नुभयो, बलराम पनि बस्नुभयो, अक्रूरले रथ हाँक्न लाँदै गोपिनीहरू त सर्लक्कै दुईवटा चक्काको अगाडि रथको अगाडि सुतिदिए र भने, हे कृष्ण जाने भए जाऊ, ठिक छ, हामी माथि रथ चलाएर लिएर जाऊ, हामी बाँच्न चाहँदैनौँ तिमी बिना। गोपिनीहरूको सोच। रास रचाएर आएपछि पतिहरूले सबैभन्दा बढी अहिले प्रेम गर्छन् ती गोपिनीहरूसँग।
पहिला भन्दा पनि पहिला कहिलेकाहीँ उच्च बोलिन्थ्यो, कहिलेकाहीँ सानोतिनो कुरा सोध्ने चलन थियो, तर अहिले छैन। कृष्ण प्रेममा यदि एउटा कुरो जान्नु साँच्चै नै भन्ने हो भने कृष्ण प्रेम साँच्चै नै भित्रबाट उजागर भएर आयो भने त्यो कृष्ण प्रेम गर्नेवाला जति नै दुष्ट पति भए पनि कृष्ण प्रेम गर्नेवाली श्रीमतीलाई कुनै प्रकारको क्षति अथवा कुनै प्रकारको हानि पुर्याउन सक्दैन। अनि त्यसपछि श्रीमतीको अगाडि आएपछि उस्तै परे एकदम नरम भइदिन्छ। जस्तै यस्ता उदाहरण मैले सुरुको दिनदै भनिरहेको छु, हजुरहरूले कतिको बुझ्न। जस्तै पहिला उत्तानपाद राजा कति चाहिने छोरोप्रति कोही मतलबै गरेका थिएनन्, त्यो सुरुचि पनि विद्रोह भइथी, तर भगवत दर्शन गरेर आएपछि सबैले आऊ स्वागत छ भन्दै आँखा बिछ्याइदिए, आँखै बिछ्याइदिए। जसको रामको प्यारो हुन्छ त्यो सबैको प्यारो हुन्छ। जहाँ पर कृपा राम की हुई ता पर कृपा कराई सब कोई। जसलाई रामले कृपा हुन्छ सबैले कृपा गर्न थाल्छन्। जहाँ भगवत कृपा भएन भने तब मात्रै हामी म कर्ता हुँ भने कर्तृत्व र भोक्तृत्वको भावनाले हामी प्रेरित भयौँ भने त्यतिखेर मात्रै परब्रह्म परमात्माको अनुभव हुँदै म कर्ता हुँ, अहम कर्ता, अहम ब्रह्मास्मि अथवा मै ब्रह्म हुँ, म ब्रह्मलाई समात्छु भन्ने भावले परमात्माबाट खुसी हुन सक्नुहुन्न तपाईँ। त्यसलाई ज्ञानको त्यो ज्ञान त तरवारको धार हो, बडो गाह्रो छ। तर भक्ति कस्तो हो त भन्दा बिरालाको बच्चा जस्तो अरे क्या। बिरालाको माउले आफैले जहाँ चाहन्छ त्यहाँ लगेर बच्चा राख्छ, जहाँ असुरले त्यहाँ लिएर गएर आफै राख्छ। यस्तो प्रकारको भावनाको विकास हुन्छ। त्यो भक्ति जुन हो, त्यो भक्ति चाहिँ जुन छ त्यो परमात्माप्रति समर्पित हो क्या। जे गर्नुहुन्छ हरि इच्छाले जे हुन्छ त्यो ठिक छ, यो भावना हुनु। त हामी हे कृष्ण तिमी बिना हामी के बाँचेर सार्छ, लैजाऊ हामीबाट भनेपछि भगवान कृष्ण झर्नु भयो। अनि झरेर गोपिनीहरूलाई सम्झाउनु भयो। गोपिनीले सम्झाउँदैनन्, मान्दैनन्। त्यसपछि राधा त्यहाँ मध्येमा सबैभन्दा बढी पीडित को छ? राधा छ। राधा किन छन्? अब यसको नि कारण छ। के छ भन्दा सारा ब्रजवासीहरूले राधा पतिम ताम शरणम व्रजाम्यहम, भागवतमा चाहिँ राधा कृष्णको विवाहको प्रसङ्ग छैन, तर गर्ग संहितामा भगवान श्रीकृष्ण 4 वर्षको हुँदाखेरि नन्द बाबाले गाई चराउन लिएर सँगै लिएर जानुभयो रहेछ। छोटकरीमा भनिदिन्छु है राधाको विवाहको कुरा। अनि त्यसपछि गाई चराउन गएको बेला असाध्यै बढी आँधी बिहेरी आएछ, गाई कता पुगे, विचित्र भयो भनेपछि त्यही बेलामा कहाँबाट राधा अलिकति ठुली छन्। राधा 1 वर्षले जेठी पनि हुनुहुन्थ्यो। अनि राधा प्रकट हुनुभयो। राधा प्रकट भइसकेपछि राधालाई के भन्नु त, तिमीहरू दुवैजना बालबच्चा आपसमा हात समातेर तिमीहरू घर जाओ, म गाई खोजेर आउँछु। गाई कता गयो भने नन्द बाबा गाईका लागि जानुभयो। गर्ग संहिताको कथा हो है यो। अनि त्यसपछि कता गए गाई भन्ने थाहा नभएर गाई खोज्न जानुभयो। अनि यतातिर राधा र कृष्ण आइसकेपछि ठ्याक्क निकुञ्जमा प्रवेश गर्नुभयो। निकुञ्जमा प्रवेश दुईटै जुगल किशोर हुनुभयो। किन भगवान त सानो ठुलो भन्ने नै होइन नि त, 4 वर्षको 2 वर्षको त लौकिक भावनामा हो। परब्रह्म परमात्मा त अघासुरको पेटमा जाँदा भयङ्कर विराट स्वरूप पनि लिन सक्न आएको थियो। 7 दिन 7 रातसम्म गिरिराज पनि धारण गर्न सक्ने, त्यो त ब्रह्मको अनुभूति गर भनेर हो नि त परमात्माले। श्रीकृष्णप्रति ब्रह्मको अनुभूति प्रत्यक्ष यी चरित्रबाट पनि हुन्छ, बाहिरबाट पनि। भित्रबाट हेर्दा रामको चरित्रलाई विशेष गरी लौकिक रूपमा मानव देह शरीरले बध कर्म गर्नुभएको छ। रामले जे गर्नुभएको छ त्यो गर्नु, कृष्णले जे भन्नुभएको छ त्यो गर्नु, गरेको गर्न थाल्नु भने तपाईँ सक्नुहुन्न। कृष्णले गरेका कार्य हामीले गर्न सकिने छैन। रामले गरे अनुसार गर्ने, कृष्णले भने अनुसार गर्ने। यो दुईटा कुरा चाहिँ अलिकति त आज भगवान श्रीकृष्णले त्यो राधा जुन छ, अनि त्यसपछि राधा र कृष्ण दुईटै किशोर अवस्थामा प्राप्त भइसकेपछि ब्रह्माजी प्रकट हुनुभयो त्यहाँ। अनि ब्रह्माजीलाई बोलाउनु भयो भगवानले, ल बिहा गराउनुहोस् भनेर विवाहको कार्य सम्पन्न भयो। त्यही बेलामा अनादि माध्यम पुरुषोत्तम भनेर ब्रह्माजीले गरेको स्तुति भनेर अहिले मैले भने नि गरेको संहिता हो यही। यतिखेर राधा र कृष्णको राधा पतिम ताम शरणम व्रजाम्यहम, राधाको पति हुनुहुन्छ, हजुरको शरणमा हामी आयौँ भनेर चाहिने शरणम व्रजाम्यहम, हामी जाउँ भनेर भन्ने कुरा जुन ब्रह्माजीले भन्नुभएको यतिखेरकै प्रसङ्गको हो यो। श्रीकृष्ण स्तोत्रै छ त्यहाँ, स्तुति ब्रह्माजीले गर्नुभएको। त्यसो भएको हुनाले ब्रह्माजीले विधिवत वृन्दावनमा एउटा कर्मकाण्डको पद्धति पुस्तक निकालेका छन् कर्मकाण्डीहरूले, राधा कृष्ण विवाह पद्धति। त्यो राधा कृष्ण विवाह पद्धतिमा पहिला यही चरित्र लेखेर अनि बल्ल फेरि कर्मकाण्डको पुरा अभ्युदय श्राद्ध आदि विभिन्न कर्मकाण्डसँग सम्बन्धित जुन 1 दिने 2 दिने 3 दिने कर्मका अलग अलग विधानहरू छन्। 7 दिनको कर्मको विधान अलिकति फरक हुन्छ, कर्मकाण्डका भित्रै गहिरा कुराहरू छन्। लोक चलनमा आजकल त्यति साह्रै छैन। 2 जना ब्राह्मण भयो भने पुण्यवाचन गरिदिन्छन्, 2 जना ब्राह्मण भयो भने अभ्युदय गरे, त्यसरी हुँदैन। चतुर्वाह पञ्च ब्राह्मण, 4 अथवा 5 ब्राह्मण वरण नगरी पुण्यवाचन आदि गर्ने अधिकार हुँदैन, त्यो साधारण कर्मभित्र गरिन्छ।
ब्राह्मणको सङ्ख्याका आधारमा यज्ञको निर्धारण हुन्छ भन्छ शास्त्रले। हामी के भन्छौँ, सकेसम्म थोरै ब्राह्मण राखेर कर्म गरौँ भन्छ, तर विधान छ कतिजना राख्ने, कुन कर्मलाई कतिजना चाहिन्छ भने। अब वेद शास्त्र आदिले के भन्छ भन्दा वास्तु गर्दाखेरि कमसेकम 5 जना ब्राह्मण वर्ण गर्नु भन्ने शास्त्रीय सिद्धान्त छ। आजकल 1 जना ब्राह्मणले 2 ठाउँ वास्तु भ्याइदिनुहुन्छ। अब ती ब्राह्मणले बढी जान्नु रहेछ भनेर होला अब यस्तो चलन आयो होइन र पुरुषोत्तम गुरु। रुद्री चण्डी वेद साराका सहित वास्तु पनि भ्याएर आएको। 2 बजे आइसक्न पण्डित, 2 बजे आइपुगिसक्न, 2 बजीसम्म रुद्री वेद सारा कुरा। किन अब त्यहाँ कर्ताले पनि छिटो गरा भन्ने, अनि त्यसपछि आफूले पनि कर्मकाण्डको वास्तविकता के हो त भन्दा भावना शुद्ध हुनै पर्छ कर्मकाण्डमा। तर कर्म अनुसारको अलिकति फरक हुन्छन्। ती अभ्युदयादिक श्राद्ध गरेर पुण्यवाचन गरेर गरिने कर्ममा 5 जना कर्म। एकपटक सामान्य मगर जाति कहाँ हाम्रा वास्तु गराइदिनु भने मैले भने हेर्नु सकेसम्म त 5 जना ब्राह्मण राख्ने हो, तर पनि तपाईँले 5 जना नसके नि कमसेकम 4 जना अथवा 3 जना चाहिँ राख्नै पर्छ है, नत्र भने भ्याइँदैन भने मैले। होइन गुरु, मैले त सपनामा देखिसकेको छु भगवती दुर्गाले ती मगर नि महिलाले भने कि मैले त्यसो भन्ने बित्तिकै सपनामा मलाई भगवतीले आएर भन्नुभएको छ, देवीकी भक्त रहेछन् क्या तिनी, अनि भन्नुभएको छ कि 5 जना ब्राह्मण राखेर घरको वास्तु गराए भन्दा चाहिँ त्यसो भएर गुरु हजुरसँग आइछु, हजुरले 5 जना ब्राह्मण लिएर आउनु भनेर भने ल्याम्पबाट भिजाइदिनु भयो। बलरामजी पनि आउनुभयो, रोहिणी पनि सँगै आउनुभयो। अनि त्यसपछि ती 4 जनाको एकैचोटि यस्तो विरह भयो कि सबैजनाका आँखाबाट आँसु देखिनै सकेन, सबै रुन थाले। त्यही बेलामा माता यशोदाले असाध्य रोकिएको बाणीले के भन्नुभयो त भन्दा, ए कृष्ण तिमी त देवकीका पुत्र हौ रे, यो कुरो मैले आज थाहा पाएँ कृष्ण। तर कृष्ण एउटा कुरो म तिमीसँग भन्छु है बाबु भन्नुभयो। के आमा भन्नुहोस् न। बाबु मैले जीवनमा कहिल्यै तिमीलाई उखलमा पारेकी पनि थिएँ भन्ने कुरा बिर्स है भनेर भनेपछि भगवान् झन् रुन थाल्नु भयो। र अनि के भन्नुहुन्छ भन्दा भगवान्ले, आमा संसारमा मैले सबै कुरा बिर्सौँला, तर यो त म कहिल्यै पनि बिर्सन सक्दिनँ कि मलाई यति धेरै माया गर्नुहुन्थ्यो मेरी आमाले कि मलाई सुधार्नको लागि उखलमा पनि बाँध्नु भएको थियो। यो त वात्सल्य थियो, मातृवात्सल्यको यो पराकाष्ठा थियो। त्यस कारणले यो म कहिल्यै बिर्सन सक्दिनँ आमा भनेर भनेपछि छन् माता मूर्छित हुनुभयो। आमालाई उठाउनु भयो। भगवान्ले सुस्त बरान्डामा राख्नुभयो। नन्दरायजीले आँखाभरि आँसु पार्दै आमालाई शान्त बनाउनु भयो। त्यसपछि भगवान् श्रीकृष्ण पनि रुनु भएको छ, रोहिणी पनि रुनु, सम्पूर्ण ब्रजवासीहरू रोएका छन्, पशु पक्षीहरू रोएका छन्, बाँदर समेत रोएका छन्। वृन्दावनका हेर्नुहोस्, पक्षीहरूले भगवानतिर फर्केर कुहु कुहु गर्छन् कोइलीहरू। वृक्षहरू पनि मानव कि कृष्णको विरहमा त्यतै झुक्या छन् जस्तो यस्तो अनुभूति। जसरी भगवान राम वनवासको लागि जाँदाखेरि जसरी वृक्षहरू त्यतै कुल्टे, त्यस्तै प्रकारले कृष्णको विरहमा आज ब्रजमण्डल सारा शोकाकुल छ। मानव कि सूर्य पनि रोएका छन् कि जस्तो अनुभूति हुन्छ, पवन पनि कसैलाई रुवाउनको लागि बगेका छन् जस्तो अनुभूति हुन्छ, श्वासको अब आवागमन चल्छ कि चल्दैन भन्ने जस्तो विरह यति भएको छ। सबै भगवान कृष्ण पनि रुँदै रुँदै अब अक्रूरजी बेचारा अक्रूर पनि रुन थाल्नुभयो। अलिकति परसम्म, त्यसपछि घोडा सुस्तो सुस्तो चानै पर्यो, चलाउनै पर्यो। जाँदै गए, जाँदा जाँदै जाँदा जाँदै यमुनाजीको तटमा जाँदा अब भगवान कृष्ण पनि रुनु भएको छ, बलराम पनि रुनु भएको छ। दुवैजना रोइरहेका देखेर अक्रूरजीको मनमा शङ्का भयो, ओहो मैले कोही साधारण पुरुषलाई लिएर आएँ कि क्या हो, साधारण बालकलाई ल्याएँ कि के हो। यी साधारण बालकलाई लिएर गएँ भने कंसले मारिदियो भने यसको पाप त मलाई लाग्छ, किन त भगवान त नरुन पर्ने, भगवान पनि कहीँ रुनुहुन्छ। यी ब्रजवासिनीहरूको चाहिँ प्रेममा यति धेरै भिजेर रुनु, यो त साधारण पुरुष त होइन, साधारण बालक त होइन भनेपछि त यो शङ्का अक्रूरजीको मनमा उठ्न साथ भगवान त घटघटवासी हुन्छ। मनको कुरा तपाईँ हाम्रो सबैको मनको कुरा भगवान जान्नुहुन्छ। त्यही कारणले आज अक्रूरजीले यो शङ्का गरेको देखेपछि बुझेपछि भगवान झन् चिच्याएर झन् दुखी भएर रुन थाल्नु, हुक्क हुक्क गर्दै रुन थाल्नु भयो। अक्रूरजी यमुनाजीको तटमा पुग्नुभयो। अक्रूरले भन्नुभयो, प्रभु सायङ्कालीन सन्ध्याको समय भयो। हेर्नु, त्यो पहिला पहिला ब्राह्मण क्षत्रिय वैश्यले पनि त्रिकाल सन्ध्या गर्थे, अहिले त ब्राह्मणले नि गर्दैन। सन्ध्या कुन चरीको नाम हो थाहै छैन।
प्रातःकालमा सन्ध्या, अहिले अलिकति समय अनुकूल नभएपछि प्रातःकाल सन्ध्या गर्दै अर्घ्य दिँदा मध्याह्न सन्ध्या निमित्तकः अथवा मध्याह्न सन्ध्यायन कृते मध्याह्न सन्ध्याको लागि सायं सन्ध्यायन कृते सायं सन्ध्याका लागि भनेर भए पनि अर्घ्य दिएर निमित्तक भने भयो कृति भने भयो लागि भनेर पनि गर्न सकिन्छ। अनि अर्घ्य दिने 3 पटक अर्घ्य दिएपछि मध्याह्नमा गायत्रीको स्मरण गर्ने, सूर्यलाई साक्षात् ब्रह्मरूपा विष्णुरूपा, सायङ्कालमा रुद्ररूपा सरस्वती गायत्रीको ध्यान गर्नु भनिएको छ। यो अनुसार गर्नुपर्छ नि त। सन्ध्या नगरेको ब्राह्मणले श्राद्ध गराउन हुँदैन। यो शास्त्रको कुरा हो। मान्छेले संसारमा त चलेको छ तर शास्त्रमा चल्दैन क्या। अनि फेरि यस शास्त्र विधिमुत्ते च वर्तते कामकारता न सिद्धिमा भावनोति न सुखम न पराम गति तस्मात् शास्त्र प्रमाणन्ते कार्य व्यवस्थितौ। कार्य गर्ने नगर्ने भनेको त शास्त्रको प्रमाण अनुसार गर्नुपर्छ। यस शास्त्र विधि उत्सृज्य त्यागेर शास्त्रको विधिलाई छोडेर कसैले पनि कर्म गर्छ भने त्यो कर्मको सिद्धि पनि मिल्दैन, त्यसले सुख पनि मिल्दैन र मोक्ष पनि मिल्दैन, अन्तिम त मोक्ष प्राप्ति हो। त्यसो भएको हुनाले सन्ध्या गर्नु पर्यो भनेर सन्ध्या गर्नका लागि पहिला स्नान गर्नु पर्यो। यमुनाजीमा स्नान गर्नका लागि सायङ्कालीन सन्ध्या, किन बिहानदेखि निस्केको साय परिसक्यो त्यो विरहका सारा यो प्रसङ्गमा यो समय गयो, धेरै कति गयो भने थाहै भएन। सम्झाएका छन् उसलाई सम्झाउँदै किन कृष्णले यति धेरै प्रेम भिक्षाइदिनु भएको थियो संसारमा कि ती गोपिनी ब्रजमण्डलमा कि छोड्न सकेका थिएनन्, तर पनि त्यसमा समय लाग्छ नि त। अनि त्यसपछि गङ्गाजीमा जब यमुनाजीमा प्रवेश गर्नुभयो स्नानका लागि, उहाँको मनमा शङ्का छ कि कृष्ण साधारण पुरुष हो, कृष्ण बलराम कोही देवता होइन, त्यो शङ्का पर्यो क्या। त्यसो भएको भने डुबुल्की लाउनु भयो। डुबुल्की लाएर डुबुल्की लाएर जब भित्र देख्दा त के देखियो त यमुनाजी भित्र भगवान कृष्ण विभिन्न यक्ष गन्धर्व किन्नरहरूद्वारा स्तुति गरिँदै रहनु भएको हुनुहुन्छ भित्र। मैले त बाहिर देखाएँ कृष्णलाई भने फेरि बाहिर निस्केर बाहिर हेर्दा त्यस्तै, फेरि भित्र हेर्न पर्यो भने भित्र गएर नागकन्याहरूद्वारा सेवा गरिएको भगवान श्रीकृष्ण सिंहासनमा बस्नुभएको दिव्य रूपमा हुनुहुन्छ भित्र, बाहिर पनि त्यही स्वरूप रथमा पनि छ। यो देखेपछि प्रभु नाटक गर्नुहुँदो रहेछ, अनेक प्रकारका लीला, ठुला ठुला ब्रह्म विरञ्ची शिव आदि त चक्करमा पर्छन् है। सारा संसारको वेद वेदान्त अध्ययन गरेर म विद्वान भएँ भन्नेवाला व्यक्तिले पनि ब्रह्मलाई चिन्या हुँदैन, भगवानको वास्तविक महत्त्व बुझेको हुँदैन कैयौँले। ब्रह्म वास्तविक परब्रह्म परमात्मा श्रीकृष्णको तत्त्व के हो भन्ने कुरा बुझ्या हुँदैन। वंशी विभूषितकरा नवनीरदाभा पीताम्बर तरुणबिम्ब फलधरोष्टा सबै पञ्चमी छ, देखिबाट पञ्चमी या पूर्णिन्द सुन्दर मुखाद अरविन्द नेत्रात् कृष्णात् परम किमपि तत्त्वमहं न जाने। तब आउँछ जब कृष्ण दर्शन हुन्छ, यो भाव तब आउँछ। मधुसूदन सरस्वतीले ल्याए कृष्ण दर्शन भएपछि। यसको बडो गहिरो प्रसङ्ग छ यो वंशी विभूषितकरा। हामीले भनिन्छ नि मधुसूदन सरस्वतीको हो यो। मधुसूदन सरस्वती निमार्ग सम्प्रदायको वैष्णव हुनुहुन्थ्यो। निमार्ग सम्प्रदायबाट सन्यास लिनुभएको काशीमा सबैभन्दा विद्वान व्यक्तिको रूपमा चिनिनुहुन्थ्यो मधुसूदन सरस्वती। काशीका ठुला ठुला विद्वानहरूले पनि मधुसूदन सरस्वतीलाई मान्थे, तर उहाँमा भगवत सिद्धि थियो, उहाँले भगवत साक्षात्कार गर्नुभएको थियो। उहाँको चरित्रावली हेर्दाखेरि बडो आनन्द आउँछ। उहाँले दर्शन गर्दाखेरि जीवनभरि गरेका एक पुरस्करणले भगवानको दर्शन हुन्छ भन्दा भएन, दोस्रो भएन, 18 पुरस्करण गर्नुभयो गोपाल मन्त्र। किन 1 लाख मन्त्र, एकाक्षरी मन्त्र 1 लाख जब एक पुरस्करण हुन्छ, गायत्रीलाई 24 लाख जब 24 अक्षर चतुर्विंशति वर्णात्मिकाम गायत्री 24 या 24 अक्षर हुन्छन्। तर तपाईँहरूले जपनीमा 23वटा छन्, तर जान्न पर्यो जपनीयम र पठनीयममा फरक छ गायत्री पनि। कैयौँ ब्राह्मणलाई थाहै हुँदैन यो कुरा। अलि गोप्य कुरा हुन्, गुरुकुलमा बस्ने विद्यार्थीहरूलाई थाहा हुन्छ, अरू सामान्यतया अलिक गाह्रै छ। एउटा शब्द छ त्यहाँ मिलाउनु पर्ने गायत्रीका लागि है। त त्यसो भएको 24 लाख गायत्री जप बल्ल एक पुरस्करण हुन्छ। गोपालमा 18 लाख जप गरे, 18 मन्त्रो व्यापको लोकपावन सप्तकोटि महामन्त्र, 7 करोड मन्त्रको राजा गोपाल मन्त्र हो। सप्तकोटि महामन्त्रो शेखरो देवशेखर देवताको पनि देवता श्रीकृष्ण प्रतिपादित गोपाल मन्त्र 18 मन्त्र, सप्तकोटि मन्त्रको राजा हो, मन्त्रराज गोपाल मन्त्र भनिन्छ। त्यही कारणले त निमार्ग सम्प्रदाय वैष्णव परम्परामा अत्यन्त प्राचीन परम्परा पनि मानिन्छ। यो विद्वानहरूले प्रतिपादन गरेका कुरा हुन्। हामी साधारण व्यक्ति, हामी त के हुन्, हामी त साना बुमुरा
यसो पानी परेको बेला हुन्छ नि त्यो फोका उठ्छ नि हो त्यस्तै हो हामी त म जस्ता म सामान्य फोका ठुला ठुला विद्वानहरू भए ती विद्वानहरूले निर्णय गरेका कुरा हो। भागवत चारै सम्प्रदायका आचार्यहरूले श्रीमद् भागवत सर्वोत्कृष्ट ग्रन्थको रूपमा स्वीकार गरे। प्रस्थानत्रयी श्रीमद् भगवत गीता यीलाई स्वीकार गरे। त्यसो भएको हुनाले ब्रह्मसूत्र उपनिषद र श्रीमद् भगवत गीता प्रस्थानत्रयी भनेर चिनिन्छन्। यिनीहरूलाई चारै सम्प्रदायका वैष्णवहरूले स्वीकार गरे। त्यसै कारणले वैष्णव परम्परा भगवत परम्परा हो। भगवत परायणता तब भइन्छ जब वैष्णव भइन्छ। यो कुरो सत्य हो। हेर्नुहोस्, वैष्णव नभएकाले त विष्णु दीक्षा विहीनानाम नाधिकार कथा सुन्ने अधिकार त छैन। जतिसुकै विद्वान भए पनि वैष्णव नभइकन भागवतको कथा सुन्ने अथवा भन्ने अधिकार छैन। यो कुरो त मैले पहिलो दिन हजुरहरूलाई भनिसकेँ। अवैष्णवलाई सुपारी दिँदा के भयो, वैष्णवलाई सुपारी दिएपछि के भयो भन्ने सुनिसक्नु। आज त वैष्णवले गर्नुपर्दो रहेछ भन्ने त प्रमाणित भयो त। त्यो त केही देखियो त, प्रेतले पनि त्यसरी स्वीकार गरेन त। त्यसो भएको हुनाले यी कुराहरू त असाध्यै बुझ्न पर्ने गम्भीर कुरा हुन्। आज भित्र दर्शन गर्नुभयो बाहिर। अब यसमा एउटा गूढ रहस्य कुरा छ। यो वृन्दावनमा भागवत पढ्दा गुरुले हामीलाई राजा ब्रजेन्द्र शरण देवाचार्यजी महाराज सुदर्शन आश्रमको मैले भागवत त्यहाँ पढे हो। हेर्नुहोस् है, हौ त्यहाँ पढ्दाखेरि हामीलाई एउटा यहाँ कथा सुनाउनुहुन्थ्यो। असाध्यै गुप्तभन्दा गुप्त कथा। कस्तो त भन्दा मैले अस्ति तपाईँहरूलाई एउटा कुरो भनेको थिएँ। वैकुण्ठाधिपति भगवान् श्री नारायण र गोलोकाधिपति भगवान् श्रीकृष्ण। गोलोकाधिपति भगवान् श्रीकृष्ण निरन्तर ब्रजमण्डलमा रहनुहुन्छ र वैकुण्ठाधिपति भगवान् श्रीका पति त्यो ऐश्वर्य लीला गर्नका लागि मथुराभन्दा वृन्दावनभन्दा बाहिर पनि वैकुण्ठाधिपति भगवान् श्री नारायण नै कृष्णको अवतार लिएर आउनुभएको। त्यही कृष्णको एउटै रूप हो, दुईटै। तर भयो के त भन्दा यहाँ अत्यन्त गोप्य कुरा हामीलाई महाराजजीले भन्नुहुन्थ्यो भागवत पढाउँदाखेरि। यही प्रसङ्गपछि यो अक्रूरजी गइसकेपछि भित्र भगवान्को एउटा दर्शन बाहिर दर्शन कसरी भयो भन्दा यो प्रसङ्गलाई जोडेर किन सन्तहरूले परब्रह्म परमात्माका चरित्रहरूको बारेमा अत्यन्त गूढभन्दा गूढ कुरालाई पत्ता लगाएका हुन्छन्। त्यसकारण सन्तको अनुसरण गर्ने हो। सन्तको अनुसरण गर्नुभयो भने भगवत सिद्धि हुन्छ क्या। भगवत सिद्धिका लागि गुरु बिना हुँदैन नि त। त्यसकारण साधारणभन्दा साधारणदेखि विद्वानभन्दा विद्वान व्यक्तिले पनि भगवत शरणागति स्वीकार गर्नुपर्छ। नारायणबाट चलिआएको परम्परालाई नै वैष्णव परम्परा भनिन्छ। हंस भगवानबाट सनकादिकबाट नारदजी, नारदजीबाट निम्बार्काचार्यजीबाट हुँदै हुँदै परम्परामा आएको परम्परा हो। त्यसो नारायणबाट सुरु भएको, त्यसो भए नारायण नै के हो त? धर्म हो। धर्मो नारायण स्वयं। धर्म त नारायण स्वयं हो। त्योभन्दा विपरीत अरू धर्मबाट परमात्मामा जोडिन सकिँदैन। लौकिक रूपमा हामीले त्यत्तिकै परमात्मा म त भक्त भएँ सिद्ध छु भनेर भन्दा गुरु भन्ने सत्तालाई स्वीकार नगरिकन नारायणं खिल गुरु भगवान् नमस्ते नभनिकन भगवान्ले जसरी गजेन्द्रलाई किन पहिलो जन्ममा गुरु नबनाउँदा नारायणलाई नै गुरु स्वीकार गर्न पर्यो भने अनि बल्ल भगवान् दर्शन भयो। त्यसो भएर अस्ति मैले गुरु नबनाउँदा कुरा सबै भनिसकेँ। त यो परम्पराबाट यहाँ वैष्णवहरूले के भन्नुहुन्छ भन्दा हामीलाई भागवत पढाउँदा गुरुले भन्नुहुन्थ्यो मथुरामा भगवान् श्रीकृष्ण गोलोक बिहारी जो श्रीकृष्ण र वैकुण्ठ बिहारी श्री नारायण जो हुनुहुन्छ वसुदेव देवकीको गर्भबाट जन्म लिएर आउनुभयो त्यो श्रीकृष्णको रूपमा। अनि यशोदाको घरमा त्यतिखेर दुईवटा जुम्लिया बच्चा जन्मेका थिए। एउटा गोलोकाधिपति भगवान् श्रीकृष्ण अवतरित भएर आउनुभयो त्यहाँ र एउटा योगमाया भगवती सँगसँगै दुईटा प्रादुर्भाव भयो। अनि त्यहाँ बच्चा वसुदेवजीले पनि त्यो देख्न सक्नु भएन। लिएर आएर बच्चा राख्न भनेर त्यो सुप जो नाङ्लोमा लिएर आउनुभयो त्यो नाङ्लो तल राख्न छ। त्यो दुईटै स्वरूप एउटै स्वरूपमा परिणत भयो, एउटै स्वरूपमा आउनुभयो। गोलोक बिहारी भगवान् श्रीकृष्ण पनि र वैकुण्ठाधिपति भगवान् श्री नारायण पनि दुईटै एउटै रूपमा आउनुभयो। दुईटैको रूप एउटै छ। अनि किन वैकुण्ठ भनेको ऐश्वर्य प्रधान लक्ष्मी विहार गर्ने स्थान हो। गोलोक भनेको माधुर्य शक्तिद्वारा प्रेरित भगवती राधाको स्थली हो, जहाँ प्रेमको प्रतीकात्मक रूपमा राधा मानिनुहुन्छ। प्रेमको अर्को नाम राधा हो। राधा तत्व गोलोक बिहारी हुनुहुन्छ भने वैकुण्ठाधिपति भगवान् श्री ऐश्वर्य प्रधान देवता हुनुहुन्छ। त्यसकारणले नारायण अलङ्कार प्रिय विष्णु भन्नुको कारण के हो त भन्दा ऐश्वर्य जहाँ हुन्छ त्यहाँ अलङ्कार हुनुपर्छ। ऐश्वर्य नभए अलङ्कारको औचित्य रहँदैन। त्यसकारणले अब यो दुईटामा अलिकति यति कुराको अलिकति भेदभाव बताइएको छ। र अनि त्यसपछि अहिले चाहिँ के भयो त भन्दा वैकुण्ठाधिपति भगवान् श्री
विष्णु जो हुनुहुन्छ त्यो कृष्णको रूपमा त्यो रथमा हुनुहुन्छ, उहाँ मथुरा जाँदै हुनुहुन्छ। अनि गोलोक बिहारी भगवान जो सटेको लीला ईश्वर चरित्र क्वचित, यही कारणले ईश्वरको चरित्रलाई बुझ्न अलि गूढ रहस्यमा गहिराइमा पस्नु सक्नुपर्छ। यो कुरालाई मैले सकेसम्म हजुरहरूलाई भगवान राधा र कृष्णको तत्त्व जो छ त्यसलाई त्यो कृष्ण तत्त्वको वास्तविकतालाई बुझ्न सक्नुहोस् भनेर मैले सरल भाषामा यहाँहरूलाई भने हो। अझै यसका जटिलता धेरै गाँठाहरू छन्, अझै यसमा खोल्न पर्ने शङ्का उपशङ्काहरू धेरै हुन सक्छन्। मन हो, मनमा विकार हुन्छ, किनभने जबसम्म मन मात्रै त परमात्मा होइन नि त। मनभन्दा परे त फेरि चित्त छ, चित्तभन्दा परे बुद्धि छ, बुद्धिभन्दा परे अहङ्कार, अहङ्कारभन्दा अझै परे विभिन्न तत्त्वहरू, महत्त्व छ, महत्त्वभन्दा परे ब्रह्म छ, परब्रह्म परमात्मा छ। त त्यस कारणले यी परब्रह्म परमात्माबाट प्रकाशित हुँदै आएको छ। पृथ्वीबाट जल, होइन, जलबाट पृथ्वीको उत्पत्ति भयो, जलमा जल नै, जलबाट अग्निको उत्पत्ति भयो। त्यसो भएर यो कारण एउटाबाट अर्को जोडिएको छ। यस्तै प्रकारले ब्रह्ममा गएर अन्त्य हुन्छ। सुरु पनि ब्रह्मबाट र ब्रह्ममै गएर अन्त्य हुनु यही सनातन धर्म परम्परा हो र यही सनातन धर्म कहिल्यै पनि नाश नहुने सत्य व्रत स्वरूप हो। त्यस कारणले सत्यम परम धीमहीबाट भागवत सुरु भयो क्या। अन्तिम पनि सत्यम परम धीमहीबाट हुन्छ र बिचा पनि त्रिसत्यम भनेर मैले अस्ति प्रार्थना गरिसकेँ हो कि। त्यस कारणले यो कुरालाई हामीले बुझ्दै परब्रह्म परमात्मा जो नारायण वासुदेव जो स्वरूपमा हुनुहुन्छ ती मथुरा जानको लागि जानुभयो। अनि त्यसपछि अब यो भक्त सन्तहरूले व्याख्या गरेको विषय हो। मैले भागवतभन्दा अलिकति केही बाहिरको उदाहरणहरू दृष्टान्तको रूपमा मैले यहाँहरू लिएर आएर मैले व्याख्या गरेँ। अब भगवान् श्रीकृष्णले भन्नुभयो, अक्रूरजी अब काकाजी हजुर जान चाहनुहुन्छ भने जानुहोस्, हामी आउँछौँ। भगवान् श्रीकृष्ण त्यहीँ झर्नुभयो, अक्रूरजी जानुभयो। भगवान् श्रीकृष्ण अब त्यहाँबाट अगाडि बढ्दै जानुभएको थियो। ग्वालबालहरूले भने कृष्ण हामी जति जे भने पनि कपडा हाम्रा राम्रा छैनन्, तिम्रो मामा घर जानु छ, मामा घर जाँदा त राम्रा लुगा लाएर जानुपर्छ नि त हो कि। पहिला पहिला हामी पनि मामा घर जाँदा चाहिँ नयाँ लुगा राम्रा लुगा लाएर जाने भन्ने हुन्थ्यो। मामा घर 1 रुपियाँ 1 मोहर पाउँदा कति खुसी हुन्थिन्। 3 बित्ता 3 हात उफ्रिन्थिन् खुसी भएर, होइन। त्यो मामा घरको त त्यो महत्त्व ग्वालबालले त के ठाने भन्दा सोझा छन् उनीहरूमा कुनै छलकपटै छैन। त्यस कारण उनीहरूले के ठाने त भन्दा मामाले उहाँ त स्वागत गर्न माला लिएर बस्नु भयो होला, हामीलाई तिम्रा मामाले हामीलाई सँगै स्वागत गर्नु होला, त्यस्तो बेला हाम्रा यस्ता पुराना कपडा कसरी लाएर जाने भनेपछि भगवान्ले भन्नुभयो पख त्यसो भने कपडाको व्यवस्था गर्नु पर्यो भनेर कंसका कपडा धुनेवाला धोबी रहेछ, धोबीले कपडा सुकाएको रहेछ। मिठै बोलेर राम्रैसँग कसैले केही माग्दाखेरि दिन राम्रै हो, तर धोबीले कस्तो बिठ्याइ गर्यो त भन्दाखेरि जब कृष्ण र बलराम जानुभयो कपडा चाहिएको थियो मामाजी, पुरै सब सम्बोधनै मामाबाट गर्नुभयो भगवान्ले। किन मामाका चाहिने जति पनि मान्छे सबै मामा, होइन, परिकरहरू पनि सबै मामा। भगवान्ले मामा भनेर भन्नुभयो। मामा भन्नुभयो त यही हो यही हो, यसलाई मारिहालौँ यसलाई हानिहालौँ भनेर दौडिँदै आयो। हेर्नुहोस्, आएपछि बलरामजीले ठ्याक्क त्यतिखेरको सम्झनु भयो, अरे राम 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 राम। त्यस्तो पीडा दिनेवाला स्त्री र पुरुषको बिचमा फाटो हालेर बिछोड गराइदिने जस्तो अपराध संसारमा केही छैन भन्छ हाम्रो धर्मशास्त्रले। श्रीमान श्रीमतीको बिचमा फाटो हाल्नु जस्तो अपराध केही पनि छैन। यो कार्य गर्नेवाला यो अपराधी हो भनेर बलरामजीले सम्झाउनु भयो। किन त भन्दा पहिला सीताजीलाई त्यो जुन धोबीले आरोप लगाएको थियो नि, त्यही धोबी अहिले यहाँ आएको छ। धोबी धोबी नै हो अनि यहाँ आएको छ। त्यस कारणले किन बलरामजीले नै किन सम्झाउनु भयो त भन्दा रामले बलरामलाई भन्नुभयो, रामले लक्ष्मणलाई भन्नुभयो कि सीतालाई जङ्गलमा लगेर छोडेर आऊ, छोडेर जाऊ भन्नु। अब सीतालाई छोड्ने भनेर सीतासँग भन्नु भएन लक्ष्मणले, तर अब मलाई त्याग्नु भयो भन्ने कुरो सीताले जान्नु भयो। सीताले जान्नु भएको हुनाले आज लिएर जाँदै हुनुहुन्थ्यो। गइसकेपछि अब रात पर्न लाग्यो, जङ्गल छ, केही पर वाल्मीकिको आश्रम छ, तर आश्रममा पुग्न सक्ने हिम्मत छैन लक्ष्मणमा। किन? आश्रममा ऋषिले देख्नुभयो भने मलाई के भन्नु होला, एउटी श्रीमती एउटी भाउजूलाई तिमीले प्रतिकार गर्न सकेनौ, तर दाजुको म प्रतिकार गर्न सक्दिनँ। जनताले एउटाले पनि औँलो ठड्यायो भने मेरो रामले मान्नुहुन्न, राम राज्य हो। त्यस कारणले सीतालाई थाहा छ कि लक्ष्मणले मलाई छोडेर कान्छी औँलो यसरी समात्नु भएछ। समातेर रात्रि हुँदै गयो, रात पर्यो, अब हावा चल्न थाल्यो। सीताले आफ्ना पहिलेका घटनाहरू, लङ्कामा भएका घटनाहरू, विभिन्न प्रसङ्गहरू भन्नुभयो। आँखाबाट बरबर्दै आँसु खसेका छन्। रामबाट म त्यागिएकी हुँ भन्ने सीतालाई थाहा छ। त्यस कारणले बाबु लक्ष्मण मलाई त छोडेर नजाऊ भनेर यति कसेर समात्नु भयो सीताले कि आफू
सुस्त रात्रि हुँदै गयो, अर्धरात्रितिर गयो समय, निन्द्रा लाग्छ। माता सीता माता केही निदाउनु भएछ। निदाइसकेपछि त्यो अम्लो जुन छ नि, अम्लो चाहिँ उहाँको हृदयदेखि नै के छ त भन्दा मलाई छोडेर नजानुहोस् है बाबु, मलाई छोडेर नजाऊ है लक्ष्मण भनेर चाहिँ त्यो अम्लो समात्नु भएको थियो सीताले। अनि लक्ष्मणले त्यो अम्लो आफ्नो बाण निकालेर बाणले चट्ट काटे, अनि काटेर बाणको टुप्पाले त्यो अम्लो काटे लक्ष्मणले। अनि काटेर जो फर्केर आएको त्यो स्मरण गर्नुभयो आज बलरामजीले। ओहो, मेरी माता सीतालाई त्यो पीडा दिनेवाला यो धोबी जस्तो पापीहरू को होला? एउटा दोष रावणले, रावण म राम जस्तो होइन, अर्काले हरण गरेकी श्रीमती मैले राख्ने भनेर आफ्नै श्रीमतीसँग भन्ने, त्यही शब्दले रामले सीतालाई बिछोड दिनुभयो, त्याग दिनुभएको। यो धोबी महापापी हो भनेर यसलाई स्वर्ग जाने अधिकार छैन भनेपछि माथिबाट जोडले बलरामजीले रिसाएर हान्नुभयो। हान्दासाथ तुरन्त पृथ्वीमा भासियो तल। त्यही अन्त्य भयो त्यसको। किन त भन्दा जसले श्रीमान श्रीमतीमा फाटो हाल्छ त्यो ठुलो अपराध मानिन्छ क्या। कुनै कुरो तपाईँले सत्य कुरै थाहै पाउनु हो भने पनि श्रीमान श्रीमतीको बिचमा फाटो हुने कुरा नभन्नु, हाम्रो शास्त्रले त्यो भन्छ। कति व्यवहारिक कुरा गर्छ। अब यिनीलाई साक्षी राखेर ल्याएकी श्रीमतीलाई त्याग्नु, श्रीमानलाई त्याग्नु, त्यो त पीडा हुँदैन सबैलाई। भगवान राममा पनि यस्तो पर्न गयो। त्यस कारणले आज त्यो धोबी पातालमा भासियो क्या। भन्नाले स्वर्ग जाने अधिकारी छैन, त्यो नरक जाने पनि अधिकारी, त्यो त तलै उधोगति उधोमती, अधोगति अधोमती के भन्छ होइन, बनाइदिनु भयो। अनि त्यसपछि भगवानले भन्नुभयो ल त नि कपडा लाओ भनेर सबैले कपडा लाए। लाइसमा लामा लामा कपडा छन्। त्यसपछि दर्जी कहाँ जानुभयो, दर्जीले कपडा चिडिक्क मिलाइदियो, खुसीका साथ मिलायो। दर्जी भावुक थियो, प्रेमी थियो। त्यसपछि उनीहरूले भने कृष्ण माला नभई पनि हुँदैन, किन माला त चाहिन्छ नि त। माला बिनाको हामी ब्रजवासीहरूले अहिले पनि वृन्दावनमा साँच्चैका उहीँका ब्रजवासीले वृन्दावन बाँके बिहारी जो माला राम्रो किन्छन्, महँगै माला किन्छन्, भित्र जान्छन्, ए बाँके बिहारी हेर, लाला कन्हैया हेर यी माला भनेर यसरी देखाउँछन् अनि आफैले लाउँछ। त्यस्तो भाव, त्यो प्रेम छ। हे कृष्ण त हाम्रो सखा होस्। सख्य भाव, दास्य भाव, सख्य भाव, वात्सल्य भाव, यी भावद्वारा परमात्माको उपासना गरिने साधन प्रकार हुन्। त्यसो उनीहरूले सख्य भावले मेरो सखा हो कृष्ण, हे कृष्ण है माला हेर यति राम्रो छ, मैले लाएँ हेर, अब म राम्रो देखिएँ भनेर भगवानसँग सोध्छन्। अहिले पनि त्यो भाव ब्रजवासीहरूमा छ, त्यो पुरानो भाव अहिले पनि ब्रजवासी, साँच्चैका वृन्दावनवासी जो ब्रजवासी छन् तिनीहरू त्यस्ता छन्। प्रेमानन्दजीले आफ्नो कुरा भन्नुभएको थियो अस्तिताका सपनामा कि एकपटक म एउटा कदमको फेदमा दिउँसै थियो निदाएँ, मेरो गुरु आउनुभयो। गुरुको त्यतिखेर उहाँले भन्नुहुन्छ दिवंगत भएको नि 5 वर्ष भइसक्यो। गुरु आउनुभयो, गुरु आएर के भन्नुभयो त वृन्दावनको 84 कोष छोडेर कहिल्यै पनि बाहिर नजाऊ होइन, वृन्दावनको 84 कोष छोडेर कहिल्यै पनि बाहिर नजाऊ र हर समय श्रीकृष्ण र श्रीकृष्णका सखा ब्रजवासीहरूमा कहिल्यै पनि निन्दाको भाव नलियो। यी दुईटा कुरा गाँठो माथि राख्यो भने ब्रजवास हुन्छ तिमीलाई भनेर भन्नुभयो। जानुभएको हुनाले म अहिले वृन्दावन छोडेर जान्न भनेर भन्नुभयो। पनि त्यो भूमि नै यस्तो भूमि हो, जस्तै काशी शिवजीको स्वयं शिवजीको भूमि, काशीको महिमा कति छ कति, त्यस्तै वृन्दावन, अब यहीँका मुक्तिनाथ, नेपाल पनि हरिहर क्षेत्र, यो सबै तीर्थ हो। यो काष्ठमण्डप पशुपतिको क्षेत्र, हामी तीर्थमा छौँ। यो भाग त भारतवर्ष त भगवानको हृदयमा छ। त्यस कारणले यो कर्मभूमि हो। भगवानले जतिखेर पनि हृदयमा हेर्नुहुन्छ, हृदयमा छौँ हामी। त्यस कारणले हामीले सदैव भगवत साधना गरेर छिटो भगवान प्रसन्न हुनुहुन्छ। त्यति यहुदी धर्मवालाहरूले के भन्छन्, संसारमा सबभन्दा उत्कृष्ट मान्छे भारतवासी, त्यसमा भारतमा जन्मिने ब्राह्मण कुलमा जन्मिने पनि हिमालको चाहिँ नजिक जन्मनेवाला भगवानको सबभन्दा नजिक छ, देवताको सबभन्दा नजिक छ भनेर तिनीहरूले भन्छन्। हेर्नुहोस्, ताओ धर्म भन्ने छ नि, ताओ धर्मका ती बुद्ध बौद्धिस्टहरू सबै छ, तिनीहरूले त्यही भन्छन्। हेर्नुहोस्, हामी त कति हो कति परमात्माको नजिक छौँ, त हामी सम्पत्तिका कारणले पछि परेमा। हामी सम्पत्ति सबैभन्दा महत्त्व हामीले सम्पत्तिलाई दिया हुनाले हामी त आध्यात्मिकबाट त परमात्मा हामीसँग हुनुहुन्छ। त्यसकारण हामी भगवानलाई सधैँ निरन्तर निकट राखौँ। भक्त थिए, उनले माला बनाइदिए, त्यसपछि जाँदै थिए कृष्ण सबै ठिक छ, खै त नि टीका
बिना तिलक बिना टीका त भगवत उपासना पनि गर्न हुँदैन। देवो भूत्वा देवम यजे, देवता नै भएर देवताको यजन गर भनेर तिलक लगाउनु पर्छ। तिलक देवताले लाउने हो। तिलक भगवानका जस्तै कपडा धोती धौत वस्त्र आदि धारयत भने धौत वस्त्र परमात्मा भगवानले लाउनुहुन्छ। यानी भगवानका पोसाकै धौत वस्त्र हो, देवताहरूले लगाउने धौत वस्त्र हो। त्यसकारण शुद्ध वस्त्र धौत वस्त्र धोएपछि पवित्र हुन्छ, सिलाएको हुँदैन, त्यो शुद्ध रहन्छ। यसरी भनिया छ। त्यसो भएको हुनाले कमसेकम टीका त लाउनु पर्यो नि त। कृष्ण भनेपछि पख व्यवस्था गरौँला भनेपछि केही अगाडि गएपछि कुबिजा नाम गरेकी एकजना बिचारा, कसैले पनि उनलाई जीवनमा ए सुन्दरी ए राम्री कसैले भनेको थिएन। भगवान कृष्ण पछाडिबाट गोपहरूको चिन्तन गरे भने भगवत दर्शन गर्दै उसको प्राणान्त भयो अन्तिममा। अनि त्यसपछि भगवान श्री कृष्ण सिधै जेलमा जानुभयो, आमा बुवालाई छुटाउनु भयो, पाउमा ढोग्नु भयो। आमा बुवा मातृदेवो भव पितृदेवो भवको पालना गर्नुपर्ने मातापिताको कर्तव्य थियो व्रतबन्ध गर्ने। त्यसकारण भगवानको मुण्डन गरेर व्रतबन्ध गरियो। अनि अक्रूरजीलाई सिंहासनमा भगवानले राख्नु, अक्रूरभन्दा उग्रसेनजीलाई सिंहासनमा राख्नुभयो। भगवान श्री कृष्ण सन्दीपनी गुरु कहाँ गएर वेद अध्ययन गर्नका लागि जानुभयो। सन्दीपनी गुरु कहाँ था, किन जाना? सन्दीपनी गुरु यस्ता हुन् कि जो गुरु भक्त, त्यहाँभन्दा गुरु भक्त अरू कोही छैन। सन्दीपनी गुरुका गुरु कस्तो हुनुहुँदो रहेछ भन्नुहुन्छ भने महाको क्रोधी, जो आए पनि त्यसका अगाडि झ्याम्मै हानिहाल्ने, जे आफू छ त्यसैले हानिहाल्ने, रिसाउने भयङ्कर। त्यस्तो हुँदा पनि सन्दीपनीले चाहिँ गुरुको अगाडि हात जोडेर कसैले उहाँ गुरुले माटो फाल्दिन आयो, गोबर फाल्नुभयो, जा भन्नुभयो, अपान वायु छोड गुरुलाई छोडेर उनी जाँदै गएनन्, हात जोडेर बसिरहे। त्यसपछि गुरुले भने ए बाबु त किन गएनस्, सबै भागे त यहाँ त यहीँ छस् भन्दा गुरुदेव हजुर जति सुकै रिसायो भने हजुरभित्रको जो ज्ञान छ त्यो ज्ञानले मलाई पार लगाउँछ, मैले यो जानेको छु भनेपछि धन्य हो तिमी। गुरुप्रतिको यो श्रद्धा तिमीभित्र जुन मैले यति धेरै विकारहरू तिमीलाई दिँदा पनि तर तिमीमा कहिल्यै पनि नकारात्मक सोच आएन। त्यस कारणले तिमीले एउटा अवसर पाउनेछौ जुन बेला कृष्णको गुरु हुन पाउनेछौ भनेर गुरुको सेवाका कारणले गुरु बन्न पाएका हुन् के। गुरु सेवा, गाई सेवा, सूर्यको सेवा, अग्निको सेवा, अतिथिको सेवा, माता पिताको सेवा। एउटा कुरो के जान्नु भने जुनले माता पिताको सेवा गरेका छ नि, 4 भाइ 5 भाइ 6 भाइ जति भए पनि जसले माता पिताको राम्रोसँग, जो पिता भए पिता अथवा माता पिता भए माता पिता नभए पनि माता पिताको सेवा गर्नेवाला जति भाग्यवानी कोही पनि होइन। जसले निस्वार्थ भावले भित्रैदेखि नै माता पिताबाट केही पनि अपेक्षा नगरिकन माता पिताको राम्रोसँग सेवा गर्छ भने त्यसका सन्तान कहिल्यै कुबाटोमा लाग्दैनन्। यो कुरो ग्यारेन्टी साथ सम्झनुहोस्। घरमा तपाईँले पितृकार्य आदि गर्नुपर्छ। किन पितृकार्य किन गरिन्छ थाहा छ? पितृकार्य गरिसकेपछि के भनेर आशीर्वाद माग्नुहुन्छ पितृहरूसँग हजुरले? सन्तति लभेमै, मलाई सन्ततिहरूको प्राप्ति होस्, सबैको वृद्धि होस्, अतिथिहरू हाम्रो घरमा आउन्, अनि त्यसपछि गएर वेदहरू पढ्नेवाला बनुन्, वेद पाठक बनुन्, सन्ततिको वृद्धि हुँदै जाओस्, आयु वृद्धि हुँदै जाओस्। भावी सन्ततिको कल्याणका लागि पितृकर्म गर्ने, श्राद्धबाट आउनेवाला सन्तान। अहिले श्राद्ध कर्म जति जति छोड्दै जान त्यति त्यति छोराछोरी छाडा हुँदै जा, भक्षा भक्षा नखाने, अनेक प्रकारका कुमार्गमा लाग्ने। अनि कहाँ हो कहाँ कानदेखि लिएर नाकदेखि लिएर कहाँ हो नाइटोदेखि लिएर कहाँ छेड्ने हो, फेरि आँखी भाउदेखि लिएर त्यस्ता प्रकारका छेड्ने। अनि ट्याटो फेरि आजकल त के आछ, फेरि कसैले मयुरकोदेखि लिएर विभिन्न प्रकारका ट्याटो बनाउने। अनि त्यस्तो प्रकारको सोच विचार तपाईँले घरमा मातापिताको सेवा गर्नु भएन, घरमा श्राद्ध कर्म समयमा गर्नु भएन, पितृ तृप्त छैनन् घरबाट, देवताहरू तृप्त छैनन्, अग्निहोत्र गर्नुहुन्न, घरमा धुवा अग्निको लाग्दैन, कुकुर पाल्नुहुन्छ, सम्पत्ति यही पटक त भगवत कृपाले कुनै जन्ममा गरेको राम्रो कर्मले अलिअलि छ, भोलि यही पुस्तामा सिद्धिन्छ, अर्को पुस्तामा पुग्दैन। त्यसकारण जीवनको उद्देश्य हाम्रो धर्मशास्त्रले के भन्छ त भन्दा सकारात्मक सोच, सकारात्मक विचार र सकारात्मक कर्मको अपेक्षा धर्मशास्त्रले गर्छ। त्यो फेरि तपाईँले गरेको कर्म आफैलाई हो, मलाई पाउनु नि होइन, केही होइन, तपाईँहरूको आफ्नो इच्छा हो। गर्न चाहे राम्रो गर्नुहोस्, राम्रो गरे राम्रो हुन्छ भन्ने शास्त्रको कथन हो, राम्रो गरिन्न भने हुँदैन। गुरु बन्न पाउने सन्दीपनी ऋषिको सौभाग्य थियो। 64 कला 64 दिनमा भगवानले सम्पूर्ण विद्या प्राप्त गर्नुभयो। अनि त्यसपछि ग्वालबालहरू त विदा भएर गए। अनि भगवान श्रीकृष्ण र बलराम
ले 64 दिनमा सम्पूर्ण विद्या पढेपछि आज गुरुसँग गुरुदेव के चाहनुहुन्छ दक्षिणा भनेर सोद्धा मलाई त केही इच्छा छैन, गुरुआमासँग केही इच्छा भयो सोधा भनेर गएर सोद्धा गुरुआमाले भन्नुभयो कि हे कृष्ण तिमी त स्वयं भगवान हौ अरे भन्ने सुनेको छु, त्यस कारणले यदि तिमीले दिनै छ भने मेरो मरेको पुत्र ल्याइदेऊ न भनेर भने। जुग जस्तो प्रकारको शिष्य छ त्यही अनुसारको माग्ने हो नि त, शिष्य छ नभएको त माग्न भएन नि। ओके, द्रोणाचार्यले कसलाई मागे? 5 पाण्डवसँग द्रुपदलाई लिएर आऊ भने, किन द्रुपदसँग बदला लिन थियो पहिलाको। अब महाभारत कथातिर जानुहुन्न, धेरै पसारिन्छ, धेरै लामो हुन्छ होइन। त्यस्तै चाहिँ अब कृष्ण त योग्य देवता हो, साक्षात् भगवान हो, श्रीकृष्ण परमात्मा देवता हो कि। त्यसो भएको हुनाले कृष्ण मेरो मरेको पुत्र ल्याइदेऊ भनेपछि समुद्रमा जानुभयो भगवान। 5 जन नाम गरेको दैत्यलाई वध गरे, 5 जन शङ्ख स्वीकार गर्नुभयो। अनि त्यहाँ पुत्र नपाएपछि त्यहाँबाट सिधै त्यो शङ्ख बजाउँदै यमलोक पुग्नुभयो। यमराजले स्वागत गरे, भगवानको पूजा गरे। वरुणलोक गइसक्नुभयो भगवान, अहिले यमलोक पनि जानुभयो। यमलोकमा गएर यमराजजीद्वारा पूजित भएर पुत्र लैजाऊ लानुहोस् प्रभु भनेर दिएपछि, मरेका पुत्र ल्याएर दिएपछि त गुरुले कति हो कति आशीर्वाद, गुरुबाट र गुरुआमाबाट आशीर्वाद प्राप्त गरे भगवान श्रीकृष्ण। पुनः मथुरा आउनुभयो। मथुरा आएर आज भगवान श्रीकृष्णलाई पहिलो दिन देवकीले मिठो भोजन बनाएर लिएर जानुभयो विभिन्न प्रकारका पात्रहरूमा। अनि ती पात्रहरूमा लिएर गएर भोजनहरू तयारी गरेर लिएर जाने बेला आएपछि भगवान श्रीकृष्णले त्यो भोजनको थाली, चाँदीको कटौरीहरू त्यो देखेर भगवानका आँखाबाट आँसु आए। किन त भन्दा ब्रजमण्डलमा त बेजरको रोटी साधारण थालमा, अनि साग, त्यसका साथसाथै अरू अरू अचारहरू, माखन मिश्री अवश्य हुन्थ्यो, यस्तो खाइन्थ्यो। तर आज यो के हो, यो मर्यादा हो कि के हो भनेर भगवान रुन थाल्नुभयो। बोल्नुहुन्न भगवान, नरो। त्यही पछि बृहस्पतिका शिष्य एकजना उद्धव नाम गरेका उद्धव बुद्धि सत्तम, बुद्धिमा असाध्य अग्रगण्य थिए, तर ज्ञानी थिए। ज्ञानेन मुक्तिर् न तु मुण्डनेन, होइन, ज्ञानबाट मुक्ति हुन्छ, मुण्डन गरेर मात्रै हुँदैन। हुन त तर ज्ञान भनेको फुल हो, तर त्यसको सुगन्ध भनेको भक्ति हो। भक्ति नभइकन हुँदैन ज्ञान। त्यस कारणले ज्ञानका पारङ्गत छन् ज्ञानमा उद्धव, तर ज्ञान भएर मात्रै मलाई पाउँदैनन् भनेर भन्ने जान्नुहुन्छ। त्यस कारणले भगवानले के रोइरहनु भएको थियो, उद्धवसँग भन्नुभयो, हे उद्धव मलाई ब्रजमण्डलको याद आएछ, यशोदाको याद आयो, अनि नन्द बाबाको याद आयो, गोपिनीहरूको याद आयो, राधाको याद आएको छ। म ब्रजमण्डलको याद मैले कहिल्यै बिर्सन सकिनँ भनेर भने। प्रभु हजुर त स्वयं ब्रह्म हुनुहुन्छ, हजुरलाई पनि याद आउँछ, हजुरलाई पनि यस्तो संसारिक विकारले छुन्छ भन्दा उद्धव त्यो होइन, गोपिनीहरूको प्रेम भनेको अलौकिक प्रेम छ। त्यस कारणले म त गोपिनीहरूलाई एकपटक भेट्ने इच्छा असाध्य छ, तर म जान भ्याइन, मेरो असाध्य व्यस्तता छ। तिमी गएर मेरो समाचार दिएर आऊ न, म सधैँ पनि गुरु कहाँ गएर पढेर आएँ, विद्वान भएँ अब भनेर भन्ने। त्यसका साथसाथै म मथुरामा आएर बसेको छु, म वसुदेवको छोरो हुँ भन्ने समाचार पनि। यी सारा मेरो अहिलेको